हुन्छ, यहाँलाई आज यो पोडकास्ट कार्यक्रममा स्वागत छ। नमस्कार, जय मसी। पास्टर बाबासित जय मसी भन्नै पर्यो। अब तपाईँ पण्डित भएर भएन, किनभने हाम्रो कार्यक्रम हुनुहुन्छ। धेरै स्वागत छ, धेरै धेरै धन्यवाद यो कार्यक्रममा आइदिनु भयो, हजुरको बहुमूल्य समय मिलाएर। पहिला छोटो हजुरको परिचय दिनुपर्ने भयो, प्लिज। नाम, मेरो नाम प्रेम देवकोटा। म चाहिँ हुर्केको अछाममा हो, अनि सुर्खेत बिजौरामा मेरो आइडेन्टिटी सबै सुर्खेत बिजौरा। अहिले म नेपालगञ्जमा बसोबास गर्छु। नेपालगञ्ज बस्नुहुन्छ? हजुर। यो नेपालगञ्ज बसेको कुरा त मलाई पनि थाहा छ, किनभने हाम्रो नेपालगञ्जमा भेट भयो होइन त। हजुर। र तपाईँलाई केही कुरा सोध्न, तपाईँ प्रेम देवकोटा धेरै विद्वान बुद्धिजीवी वर्ग लाग्यो, अनि तपाईँबाट धेरै कुराहरू सुन्ने सिक्ने मौका पाइयो। म एउटा चर्चको पास्टर, सानो मिडियातिर काम गरे पनि चर्चको पास्टर हो। पास्टरलाई एकै बाइबलको मात्र इन्ट्रेस्ट हुँदैन कि वेदको पनि हुन्छ, कुरानको पनि हुन्छ, त्रिपिटकको पनि हुन्छ। सबै धर्मशास्त्रको इन्ट्रेस्ट पास्टरले राख्छ र अध्ययन पनि गर्छ। र हामी यो प्रकारको मान्छे हौँ कि अहिले हु इज द लाइट अफ द वर्ल्ड, विश्वको ज्योति भनेर कसलाई भनिन्छ भन्दा द जिसस क्राइस्ट इज द लाइट अफ द वर्ल्ड भनिन्छ। यसो संसारको ज्योति हुनुहुन्छ। संसारभित्र बाइबल पनि पढ्छ, वेद पनि पढ्छ, कुरान त्रिपिटक पढ्छन्, हिन्दू मुस्लिम बुद्धिस्ट सबै पढ्छन्। सबैको बारेमा हामीले जान्न आवश्यक छ, र पास्टरले विशेष गरी सबैको बारेमा बुझेर जानेको हुन्छ विशेष गरेर। र अझै बुझ्ने, सबै त बुझेको हुँदैन, बुझ्ने इन्ट्रेस्टेड हुन्छ। र यो बुझ्नु पनि पर्छ, र एकै पास्टरले मात्र होइन, सबै पुजारीले बुझ्नुपर्ने हुन्छ। त्यसैले तपाईँसँग कुराकानी गर्दै गर्दा, यसरी भेट हुँदै गर्दा, अनि तपाईँबाट धेरै ज्ञान गुणका कुराहरू सुन्दा, अनि यसो पोडकास्ट कार्यक्रममै म बोलाउँ कि भनेर मलाई त्यो इन्ट्रेस्ट लाग्यो। तपाईँले बोलाएको धेरै धेरै धन्यवाद। अनि तपाईँको प्रेम देवकोटा होइन, अनि यहाँ तपाईँलाई मैले यो मेडिकल कलेज, जब मेरो खुट्टा एक्सिडेन्ट भयो पहिलोचोटि हाम्रो भेट देवकोटा सर्जिकलमा, म त्यहाँको त्यो सर्जिकल डिपार्टमेन्ट हेर्थेँ। त्यो मुख्य तपाईँ नै चलाउनु थियो। अनि त्यही त, म एक्सिडेन्टमा परेँ, मेरो अब अपरेसन त्यही नर्सिङ होममै भयो। त्यहाँ जाँदा तपाईँलाई जब सामान दिँदै गर्दा, तपाईँले जो सर्जिकल यो रडहरू के दिँदाखेरि तपाईँको व्यवहार स्वभाव अलिक फरक लाग्यो। अनि मैले तपाईँलाई इन्भाइट गरिहालेँ चर्चमा आउनुहोस् भनेर। अनि म जहाँ गए पनि मेरो इच्छा के भने, जहाँ गए पनि जो पनि मान्छेले सत्य बुझोस्। कहिले म गल्ती छु, म गल्ती बाटोमा हिँडेको छु भने सिकाइ पनि देओस्। अब मै 100% ठिक भनेर त भन्नुहुन्न। बिल्कुल। त्यसैमा पनि म अझै मान्छे खोजिरहेको छु धरतीमा, संसारमा। कहिले इन्डियाबाट आउँछन् ठुला ठुला विद्वानहरू, कहिले अमेरिकाबाट आउँछन्, कहिले कोरियाबाट आउँछन्, कहिले चाइनाबाट आउँछन्, विभिन्न देशबाट आउँछन्। म सबैलाई आउनुहोस्, केही कुरा बताइदिनुहोस् भन्छु, ताकि मैले सिकाउनलाई होइन कि कहिले मैले बाटो त बिराएको छैन पास्टर भएर, म क्रिस्चियन भएर कहिले बाटो त बिराएको छैन। केही कुरा अझै राम्रा, अझै उत्तम कुरा छन् कि भनेर म खन्तलास गर्ने पक्षमै छु। अति राम्रो। सयौँ विद्वान मान्छे बोलाइयो, कुराकानी गरियो। तैँले गल्ती गरिस्, बेठी गरिस् भनेर भनेको मैले भेटाइन। कोही हिन्दू पुजारी आउँछन्, ठुला ठुला महन्तहरू आउँछन् हिन्दू। हजुर, म त पास्टर हो, हजुर सेवा नै धर्म हो, मुक्ति यसोमा मात्र छ, ईश्वर एक मात्र छ भनेपछि पुजारीले पनि, ठुला ठुला महन्तले पनि सही हो हजुर सही हो भन्छ। साइन्टिस्टहरू आउँछन्, ठुला ठुला प्रोफेसरहरू आउँछन्, सबै आउँछन्, सबैले भन्छ ठिकै हो भन्छ। त्यसो भए ठिकै रहेछ, अहिलेसम्म ठिक छ। र अझ म बुझ्दै, त्यसैले तपाईँलाई पनि बोलाइयो। र तपाईँको परिचय, छोटो परिचय, अछामबाट सुर्खेत, त्यहाँबाट नेपाल जता भेट भयो। त्यो सर्जिकल मेडिकल स्टोरबाट मलाई सहायता गर्नुभयो, धेरै धेरै धन्यवाद। अनि तपाईँको हजुरको यो अलि धार्मिक मान्छे लाग्यो तपाईँलाई, होइन? अनि वेदका कुरा, अनि केही कुरा बाइबलको कुरा पनि सिकेको यताउति। अनि तपाईँ केही लगभग कति भयो हाम्रो भेट भएको? 5-6 महिना भयो? 5-6 महिना भयो होला। 5-6 महिना भयो होला। त्यति यता त अब म कहाँ आएकोलाई त मैले बिब्लिकल कुरा बताउँछु, मुक्ति उद्धार कुरा बताउँछु। मभन्दा धेरै गुणा धेरै विद्वान भए पनि मैले जानेको मुक्ति उद्धार यसोमै छ भन्ने कुरा म कहीँ छोड्दिनँ। या मलाई मन्त्री भेटियोस्, या कोही राजै भेटियोस्, या कोही जो प्रधानमन्त्री भेटियोस्, जो भेटियोस्, सबै त एक दिन मर्छन्। मुक्ति यसोमा मात्र छ त भनिहाल्छौँ।
हजुरलाई पनि त्यो भन्ने क्रम त छोडिनँ। त्यो क्रममा मैले जानेको केही बताएँ, तपाईँबाट पनि धेरै कुरा सुनेँ र तपाईँको अलिकता जीवन कहानी बताइदिनु पऱ्यो। यहाँ सर्जिकल मेडिकल स्टोरमा मैले भेटेँ होइन, मेडिकल कलेज अगाडि, त्यहाँभन्दा पहिला अलिकता हजुरको यो आध्यात्मिक कुरा कहाँबाट बढ्यो, के भयो अनि अलिकता बताइदिनुहुन्छ? हुन्छ, म भन्दछु। मेरो चाहिँ के हो भने म ईश्वर कहाँ हुनुहुन्छ, ईश्वर को हुनुहुन्छ भन्ने एउटा जिज्ञासा थियो। ईश्वर कस्तो हुनुहुन्छ, ईश्वरको स्वरूप के छ होइन, ईश्वर कहाँ बस्नुहुन्छ भन्ने जिज्ञासा थियो। त्यो भएको हुनाले मैले नेपालमा रहेका, म नेपालमा बस्ने बेलासम्म नेपालमा पुराणहरू, विशेष गरी पुराणका किताबहरू अनि एउटा देवीको पनि म उपासना गर्थेँ। देवी भागवतदेखि लिएर चण्डी पाठ म नियमित कन्टिन्यू चण्डी पाठ गरेर म खाना खान्थेँ। कति वर्षबाट? अनि मैले 7-8 वर्षको उमेरबाट हो, बाल्यवस्थाबाट मैले चण्डी पाठ गर्थेँ। ओम नमः चण्डिकाय मार्कण्डेय वाच यद्गुह्यं परमं लोके सर्वरक्षाकरणीयं भनेर पुरा चण्डी पाठ गरेर पुरै, अब अहिले त मैले त्यो अभ्यासमा अलिकति छैन, अनि म पुरै चण्डी पाठ गरेर अनि खाना खाने, कहिलेकाहीँ म गीता पाठ गरेर खाना खाने। अनि मेरो ईश्वरप्रति लगाव थियो। म यसो आकाशतिर हेर्थेँ होइन, हे प्रभु तपाईँले यो सूर्य बनाउनु भएको छ, तपाईँले चन्द्रमा बनाउनु भएको छ, तपाईँले तारा बनाउनु भएको छ, तपाईँले पृथ्वी बनाउनु भएको छ, जरुर पनि तपाईँको यो पृथ्वीभन्दा पर कोही महान हुनुहुन्छ भन्ने मेरो सानैमा त्यो जिज्ञासा थियो कि ईश्वर पृथ्वीभन्दा पर कोही महान हुनुहुन्छ भन्ने मेरो त्यो जिज्ञासा भित्रभित्रै थियो। ती महान ईश्वरको बारेमा त्यो जुन तपाईँले धर्मशास्त्र अध्ययन गरेर खाना खानुहुन्थ्यो तिनीहरूमा त्यो व्याख्या गरेका थिएन? अब त्यसमा चाहिँ के एउटामा के थियो भने एउटा देवी भागवतमा सृष्टिका अघि महाप्रलयमा मतलब केही पनि बनेको थिएन, एक मै रहन्थ्या भगत, मै एक रहन्थ्या, मेरा बाहेक कोही थिएनहरू, मेरै विकास हो जगत, म त्यो ईश्वर हुँ, म बाहेक कोही छँदै थिएन, मैले नै विकास गरेको हो यो भनेर एउटा लेखेको थियो। त्यो मै एक भनेपछि अनि म सोच्थेँ यो मन्दिरमा गएर पूजा गर्ने, यहाँ मै एक भनेको छ, अनि यो मन्दिरमा गएर पूजा गऱ्यो, त्यो मन्दिरमा गएर पूजा गऱ्यो, यो मन्दिरमा दुनियाँ तथा नाम, सबै मन्दिरमा मै एक भन्ने तथा नामका मन्दिर होइन, शास्त्रमा म एक भनेको छ। मन्दिर चाहिँ एकदम हजारौँ लाखौँ मन्दिरहरू छन् भने जो शास्त्रमा लेखेको कुरा र तपाईँको अनि त्यो व्यवहारमा त धेरै अन्तर पाएँ मैले होइन, धेरै फरक पाइसकेपछि म अब यो के हो यसको चाहिँ डिक्लेयर गर्नुपर्छ भनेर त्यसपछि म इन्डिया विशेष गरेर जो मैले कुरा काटेँ। हजुर, तपाईँ अहिले 5-6 महिना भयो यहाँ मसँग नजिक आउनुभएको छ, यो कुरा बुझाउने भइरहेको छ। योभन्दा पहिला कहिले कतै कहीँ चर्चमा पनि पस्नु भएको थियो? हो, चर्चमा म विशेष गरेर मिसनरीज्यूहरू अब उहाँहरूको सम्पर्कमा कहिलेकाहीँ यसो सुसमाचार प्रचार हुँदै अनि तपाईँको बर्दियामा, चर्चको नाम त ठ्याक्कै मलाई चाहिँ थाहा छैन, बर्दियामा, अनि बर्दिया भुरी गाउँमा एउटा चाहिँ चर्च थियो, उहाँको पास्टर महेश विक्रम साहु भन्ने हुनुहुन्थ्यो। अनि मलाई चाहिँ येशूको बारेमा के चाहिँ लागेको थियो भने उहाँको बारेमा उहाँले चाहिँ एउटा भन्नुभएको छ, जब क्रुसमा टाँच्दै गर्दा, हातमा किला खुट्टामा किला ठोक्दै गर्दा, क्रुसमा टाँच्दै गर्दा, हे मेरो स्वर्गमा हुनुहुने पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरू जो गर्दछन् सो जान्दैनन्, यिनीहरू अनजान, यिनीहरू केही पनि जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस् भनेपछि त्यस्तो क्षमा जसले मान्छेले किला ठोकेर मारिरहेको छ होइन, एकदम असह्य पीडा छ, मान्छे चाहिँ अब हुन्छ नि त्यस्तो अवस्थामा पनि कति ठुलो त्यो विशाल हृदय, कति चौडा हृदय, के हो त्यो सामान्य मान्छेबाट त्यस्तो क्षमा त कहीँ पनि आउँदैन। अनि त्यो देखिसकेपछि मैले यो के हो, उहाँ चाहिँ को हुनुहुन्छ, येशू ख्रिस्ट को हुनुहुन्छ, उहाँलाई मैले जान्नुपर्छ, मैले यस्तो क्षमा गर्ने त मैले संसारमा कहीँ पनि भेटाएको छैन भनेर मलाई त्यो जिज्ञासा लाग्यो। त्यसले त्यो वचनले मलाई छोयो, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू जो गर्दछन् सो जान्दैनन् भन्ने जो वचन छ, त्यो वचन मैले चाहिँ पढिसकेपछि त्यसले मलाई छोयो। मैले त्यो पनि कता यस्तै वालमा हो, वाल पेन्टिङमा हो अथवा केमा लेखेको मैले देखेको थिएँ, देखिसकेपछि अनि त्यस्तो क्षमा, किला ठोकिरहेछ, मारिरहेछ, तैपनि क्षमा गर्ने यस्तो कस्तो हस्ती को हो यो क्षमा गर्ने, सबलाई क्षमा गर्ने। त्यसपछि मलाई चाहिँ बडा अचम्म लाग्यो।
अनि पछि म यसो यो मैले अध्ययन गर्नुपर्छ, मैले आफ्नो दायराबाट, मैले आफ्नो हिन्दू दायराबाट पनि, आफ्नो वैदिक दायराबाट पनि आफूलाई चाहिँ अलिक फराकिलो बनाउनुपर्छ, मैले आफूलाई फराकिलो बनाएर हेर्नुपर्छ, मैले सबै धर्मग्रन्थहरूलाई फराकिलो बनाएर हेर्नुपर्छ, मैले पहिले यो भारतभित्र के छ भनेर पनि मैले त्यहाँ चाहिँ जान्नुपर्छ, बुझ्नुपर्छ। अनि भारत गयो। हजुर, भारत गएपछि अब म विभिन्न मठमा के कारणले जानुभयो? जस्तै त्यहाँ चर्चमा पनि जानुभयो? बर्दियामा चर्चमा गएँ। चर्चमा गइसकेपछि मैले अब त्यहाँ केही दिनसम्म म त्यहाँ गएँ अनि अध्ययन पनि गरेँ, ग्रहण पनि गरेँ होइन। त्यसपछि मलाई त्यो अझै मैले केही खोतल्नुपर्छ, अलिकति मलाई त्यो पवित्र आत्माको अगुवाई भन्नुहोस् न, अनि अथवा मेरो मनका अझै केही जिज्ञासाहरू, अझै यो के हो त मैले पुरै बुझेको छैन। त्यो चर्चमा खासै किन जानुभयो थियो? त्यो चर्चमा चाहिँ म त्यो वचन त्यही देखेर प्रभु येशूको बाणी, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू जो गरिरहेछन् त्यो जान्दैनन् भनिसकेपछि ओहो यस्तो दयाको सागर, यस्तो माया गर्ने, यस्तो प्रेम गर्ने, यस्तो चाहिँ यस्ता पाप गर्ने मान्छेहरूलाई पनि आत्मामा टाँस्ने, क्षमा गर्ने र उनीहरूलाई मतलब तिनीहरूलाई पनि एउटा चाहिँ छातीमा टाँस्ने त्यस्तो महान त्यो बाणी देखेर, त्यो वचन देखेर को हुनुहुन्छ त्यस्तो? ओहो, अहिलेसम्म त कसैले मैले कहीँ पनि देवी देवता युद्ध, यता दानव युद्ध, दुनियाँभर युद्ध होइन, राम रावण युद्ध सबै पढेको मान्छे, त्यो सबै पाप गर्नेहरूलाई त्यत्रो उहाँलाई खुद आफैले मार्ने क्षमा भनेपछि त्यो को हुनुहुन्छ भनेर मलाई त्यो वचनले मलाई आकर्षित गरेर छोयो। त्यो येशू मुक्तिदाता हुनुहुन्छ, बलि हुनुभयो, उहाँमा विश्वास गर्दा पाप क्षमा भएर स्वर्ग जान पाइने रहेछ भन्ने कुरा बुझेर जानुभयो? होइन, त्यो होइन। त्यहाँ गएर ग्रहण गरिसकेपछि मैले उहाँलाई त्यही रूपमा मैले मात्रै उहाँलाई माने। त्यसपछि त्यो स्वर्ग जान पाइन्छ यताउता भने त्यो त मलाई त्यहाँ पनि केही थाहा थिएन। त्यो उहाँले भन्नु भएन? मतलब त्यो मलाई उहाँले भन्नुभयो होला, तर मेरो दिमागमा त्यो कुरा घुसेन। मेरो दिमागमा बसेको भनेको यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू जो गर्छन् सो जान्दैनन् मलाई त्यही कुरा घुस्यो। त्यसपछि यो अनि पाप क्षमा गर्नुहुन्छ अनि स्वर्ग लानुहुन्छ भन्ने कुराको मलाई त्यतिखेर पनि जानकारी। कति पटकसम्म जानुभयो त्यो चर्चमा? मैले त्यहाँ चाहिँ त्यही 5-6 हप्ता जति गएँ होला। 5-6 पटक जानुभयो? 5-6 पटक। ओके, त्यसपछि अनि त्यसपछि म त्यहाँबाट अब अनि अलिकति आफ्नो के अरे अब साथीहरूलाई पनि भेट्नु थियो। त्यसपछि अब इन्डिया भित्रैबाट यसो इन्डियातिर भिजिट गर्नुपर्छ र धर्म के हो, ईश्वर के हो, हाम्रा पुर्खाहरूले मान्ने के हो, अनि त्यहाँ विभिन्न ज्योतिर्मठहरू आदि इत्यादि विभिन्न जोगी जलान्त्रीहरू जो पनि छन् नि, तिनीहरू के हुन्, तिनीहरू के को उपासना वर्षौँदेखि म त देखिरहेको छु, पुर्खाहरूले तिनीहरूलाई पछ्याइरहेका छन्, त्यो के रहेछ त? अझै साँचो ईश्वरको खोजीमै हुनुहुन्छ? अझै म हो, अझै साँचो ईश्वरको खोजीमा। त्यसपछि जाम न त भनेर त्यसपछि म इन्डियातिर लागेँ। कुन ठाउँ जानुभयो पहिला? इन्डियातिर म सबैभन्दा पहिले हिमाचल गएँ। कुन मन्दिर? हिमाचल गएँ। हिमाचलमा चाहिँ मन्दिर कि मठमा कि कहाँ जानुभयो थियो? मठमा गएँ, एउटा ज्वालाजी मठ भन्ने थियो। ज्वालाजी मठ? ज्वालाजी, त्यो ज्वाला एकदम अग्निको ज्वाला बल्ने। हाम्रो उता मुक्तिनाथ छ मुस्ताङमा, त्यस्तै ज्वाला बल्दै ज्वाला? त्यस्तै देवीको माताको ज्वाला भन्छन्। अनि त्यहाँ गएँ। त्यसपछि अब त्यहाँ धेरै ठाउँमा त हिमाचलमा चाहिँ गइसकेपछि त्यसपछि देवी देवता अब त्यो उसमा के भन्दाखेरि त्यो किताबमा देवी भागवतमा हिमाचलमा देवी देवताहरू देवी भागवत त्यो त मैले घरमै पढेको थिएँ। त्यो पढेको आधारमा म त्यहाँ गएँ। अच्छा। अनि त्यहाँ महादेव पार्वती, त्यहाँ देवी देवता यताउता भन्ने कुरा म त पहिले वेद त मैले अध्ययन गरेको थिएन, म त पुराणै पढेको थिएँ, भागवत आदि इत्यादि कुराहरू पढेको। वेदको त मलाई वेद र पुराणमा के फरक छ? धेरै अन्तर छ। वेद र पुराणमा के अन्तर छ भने वेदले एक ईश्वरको उपासना भन्दछ। वेदमा चाहिँ एउटा मन्त्रमा के भनिएको छ भने ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यान् जगत्तेन त्यक्तेन भञ्जिता महागीतकस्य धनम भन्छ। त्यो भनेको के हो भने ईशावास्यमिदं सर्वं, अनि यो ईशा यानि कि परमेश्वर, ईश्वर होइन। हामी चर्चमा पनि ईशा भन्छौँ, येशू मतलब वेदले भनेको छ। जस्तै ईशा, हामी ईशा भन्छौँ, इसाई भन्छौँ, त्यस्तै वेद मन्त्रले ईशावास्यमिदं, यो ईशाको नै संसार हो, सबै उहाँको हो भन्छ वेद मन्त्रले। त्यो एकदम सम्मानपूर्वक बाइबल र वेद त मिल्यो, त्यो मन्त्र मिल्यो। त्यसपछि त म फेरि यतातिर रिटर्न पछि त्यो वेद पढिसकेपछि रिटर्न भएको म फेरि वेदले कन्भिन्स गर्यो। पुराणले तपाईँलाई के सिकायो? पुराणले मलाई चाहिँ दुनियाँभरका यी मूर्ति पुज्ने यताउता मूर्ति पुज्ने कुराहरू, यहाँ पूजा गर्ने, त्यहाँ पूजा गर्ने कुराहरू, मूर्ति पूजाका कुराहरू सिकायो होइन। त्यहाँ चाहिँ अब त्यसले सिकायो भन्दा पनि त्यसले चाहिँ अन्यलमा पार्यो। एकदम अल्लाह मल्ला यो मानौँ कि त्यो मानौँ कि यो गरौँ कि त्यो गरौँ कि 18 वटा पुराणमा
18वटा पुराणमा अब कसैमा केही कसैमा त्यो, किनभने एउटा त्यो रणगुल्न पर्ने तरिकाको र मनुष्यकृत, विशेष गरेर त मान्छेद्वारा नै कुनै पनि पवित्र आत्माको या ईश्वरको अगुवाई नभएर मान्छेले आफ्नो चाहिँ बौद्धिकताको आफ्नो चाहिँ दिमागको उपज हो। त्यो मान्छेको दिमागको उपज भएको हुनाले त्यसले मान्छेलाई सही बाटो दिन सक्दैन। तपाईँलाई के लाग्छ वेद छँदा पुराण किन सुरु गरे? त्यो किन सुरु गरे भन्दाखेरि मलाई चाहिँ लागेको विषय के हो भन्दाखेरि अब त्यो उनीहरूको त्यो दिमाग त्यहाँसम्म पुगेन, उनीहरू ईश्वरबाट कटे। उनीहरू ईश्वरबाट कसरी कटे? ईश्वर भन्न मन लागेन उनीहरूलाई, एक ईश्वर भन्न मन लागेन, मतलब उनीहरू ईश्वरबाट कटे, मतलब उनीहरू त्यो एक ईश्वर भन्ने जो पुर्खाहरूले भनिरहेका जब मान्छेमा पाप आउँछ, छल आउँछ, कपट आउँछ, धुर्त्याइ र फटाइ जब आउँछ, त्यसपछि मान्छेले अन्य बाटाहरू रोज्छ अनि एक ईश्वरको बाटोबाट मान्छे भ्रष्ट हुन्छ, पथभ्रष्ट भयो। यो अनुभव मैले कुरा यो अनुभव हाम्रो चर्चमा पनि छ। चर्चमा आउँदाखेरि हामी के भन्छौँ? दुई बिहा गर्न पाइँदैन, भागी बिहा गर्न पाउँदैन, जाँड रक्सी जुवातास गर्न पाउँदैन, चुरोट खैनी खान पाउँदैन। यी शिक्षा दिँदा चर्चबाट धेरैजना भाग्छ र ईश्वर एकभन्दा धेरै मान्न पाइँदैन। मूर्ति ईश्वर, कुनै पनि मूर्ति, या क्रुसकै मूर्ति होस् या कुनै शिवको मूर्ति होस् या कुनै मूर्ति भनेको मूर्ति हो, मूर्ति पुज्न पाइँदैन, ठाडो विरोध गरिरहेको छ बाइबलले। यस्ता कुरा गर्दा त्यहाँबाट भाग्छन्। त्यस्तै पनि त्यो वेदमा पनि ईश्वर एक मात्र छन् भन्दा त्यो मान्छेलाई असर पर्ने रहेछ क्या? त्यो कस्तो छ भने जब मान्छे पथभ्रष्ट भयो भने त्यसै मान्छेले त्यो देख्दैन, अब अन्धो हुन्छ। जस्तै अब त्यसमा चाहिँ अर्को चाहिँ के भनिएको छ भने एउटा अर्को वेद मन्त्र छ, जस्तै ईशावास्यमेदमको पहिलो मन्त्र मैले भने, दोस्रो मन्त्रमा के भन्छ? कुर्वन्नेवः कर्माणि जी विषय शतं समः एवं तै नान्यथा तोस्ति न कर्म लिप्यते नरे भन्छ। अनि अब त्यो बाँच्ने बेलासम्म 100 वर्षको प्लानिङ गर, 100 वर्षको प्लानिङ गर, हे प्रभु यो तपाईँकै हो, यो तपाईँकै हो भनेर उहाँलाई नै अर्पण गरेर तिमीहरू भोग गर। किनभने अनि अब यो शरीर मरिसकेपछि यो धन के कामको होइन, यो धन लिएर को जान्छ? त्यसो भएको हुनाले जे छ यो तपाईँको देन हो, तपाईँको हो भनेर त्यो ईश्वरलाई अर्पण गरेर त्यो कुरा तिमीहरू मान। त्यो कुरा तिमीहरूले ईश्वर अर्पण गरेर मान्यौ भने बल्ल तिमीहरूमा पाप चढ्दैन, पापको लेप लाग्दैन भनेर त्यहाँ भन्यो। अनि त्यसपछि तपाईँको अब मैले यतातिर अनि बाइबलका कुराहरू मैले जो अध्ययन गरेको थिएँ, ती बाइबलका कुराहरू मलाई याद आयो। जस्तै हामी भन्छौँ लिनुस् तन अर्पण गर्छौँ, लिनुस् मन अर्पण गर्छौँ। बाइबलमा त सबै कुरा ईश्वरको हो, जे गरे पनि उहाँलाई धन्यवाद दिने। हामी ईश्वरलाई केही पनि दिन सक्दैनौँ, दिन्छौँ भने धन्यवाद हो। सबै उहाँले हाम्रो लागि गर्नुभएको छ र हामीले उहाँलाई खसी दिए पनि खसी उहाँकै, कुखुरा दिए पनि कुखुरा उहाँकै सृष्टि, फुल दिए पनि फुल उहाँकै सृष्टि, पानी दिए पनि पानी उहाँकै सृष्टि, उहाँ त पुरा सृष्टिकर्ता हुनुहुन्छ त। उहाँले यत्रो सम्बन्ध सृष्टि गर्नुभएको छ, त्यसमा एक लोटा पानी दिएर के हुन्छ? बिल्कुल केही पनि हुँदैन। उहाँले विविध जातका चराचुरुङ्गी पशुपन्छी बनाउनु भएको छ, एउटा बोका दिएर के काम भनेर हामी बिब्लिकल त्यो लाइनमा गएका छौँ। त्यसरी दिन चाहिँ पर्छ, के दिनुपर्छ? धन्यवादी जे पनि हुन् तपाईँकै हुन् ईश्वर, धन्यवाद छ है भनेर कोरो शब्दको हृदयबाट कोरा शब्दद्वारा पनि धन्यवाद दिनुपर्ने कुरा, यो कुरा हामी चर्चमा गर्छौँ। र यही प्रसङ्गमा तपाईँ त इन्डियाको धेरै ठाउँमा घुम्नुभएछ, मलाई एउटा जिज्ञासा र मेरो एउटा भनाइ पनि छ, मैले राखौँला। अहिले धेरै मान्छेले देखिरहेका छन् कि विदेशीहरू पनि मन्दिरमा गइरहेका हुन्छन्, टिका लगाएर उनीहरू कहीँ भेट्नुभयो विदेशीहरू? मैले त्यो एउटा यो प्रसङ्ग अहिले याद आयो। म एउटा चाहिँ नाथको मन्दिरमा बसिरहेको थिएँ। कहाँ? अनि गुजरातमा, इन्डियामा त्यो चाहिँ गोरक्षनाथको मन्दिरमा म बसिरहेको थिएँ। जस्तै अब ईश्वर खोज्ने सिलसिलामा भनौँ न, गोरक्षनाथको मन्दिरमा पुगेँ। त्यसपछि एकजना चाहिँ विदेशी, तपाईँको सायद युरोपतिरको होला नि जस्तो लाग्छ मलाई। अनि उनी चाहिँ आएका थिए, अनि उनले यस्तो त्रिपुण्ड धारण गरेका त्यो लामो टिका लाउँछन् नि तिनीहरू, त्यस्तो त्रिपुण्ड समथिङ। त्रिपुण्ड भनेको त्यो वैष्णव टिका हो, त्रिपुण्ड भनेको त 3टा ऊ भएको हुन्छ। अनि त्यसपछि यहाँ पुरै चन्दन लगाएर पुरै, अनि अब मालासाला तुलसीको मालासाला घाँटीमा लगाएर एकदम आइरहेका। त्यसपछि हे प्रभु भनिरहेका। त्यसपछि भन्नलाई तिनले पनि हे प्रभु भनिरहेका, हिँडिरहेका। त्यसपछि मैले त्यसलाई त्यही मन्त्र
मलाई चाहिँ त्यो म सबै त्यतिखेर सबै घुमिसकेको थिएँ, सबै घुमेको, त्यहाँको साधुहरूको क्रियाकलाप, त्यहाँका शास्त्रमा तिनीहरू त अब शास्त्रमा हेर्ने अब त्यो पुराणहरूलाई हेरेर पुराणको आधारमा बनेका साधुहरू, तिनीहरू त वेदको त एक ईश्वरको त ज्ञानै छैन, वेद पढ्दैन, पुराण पढेर साधु हुने, कोही पुराण पढेर साधु भएका छन्, कसैले पढेकै छैनन्, जस्तै कसैले के पाप गर्यो, अपराध गर्यो होइन भने अब त्यो मान्छे चाहिँ यसो लुक्न छिप्नको लागि दाढी बढायो, जटा बढायो, त्यसपछि अनि टिका लगायो, त्यसपछि अनि एउटा कतै मन्दिर खाली छ, अब लामा लामा दाढी देख्यो भने, जटा देख्यो भने अब इन्डियन सज्जनहरूले, त्यहाँका पब्लिकहरूले ल त्यो बाबा रहेछ ल मन्दिरमा राखिदिउँ, मन्दिरमा राखेँ, अनि त्यो त्यहीँ गएर त्यो अब के मार्गदर्शन गर्ने हो। होइन, मलाई एउटा यसमा एउटा याद आयो, पहिला पहिला भन्दा सुन्थे बुढापाकाहरू गाउँमा, केही नभए जोगी भएर खाउँला भनेर भन्थे। बिल्कुल बिल्कुल बिल्कुल। अनि हिजो आज एउटा गीत पनि यस्तो भन्छन्, परिस्थितिले के जोगी बनायो, के अरे म त यस्तो के चाहना थिएन, अवस्थाले जोगी बनायो। अब जोगी बनायो भनेको त्यो धार्मिक मान्छे हो कि केही कहीँ केही कतै लागि नआएर गएर भिखारी हो, त्यो भिख माग्न लागेको दाडी पालेर भिख माग्ने भिखारी हो कि केही नभएपछि जोगी हुने। जोगी भएपछि उसले आफ्नो जीवन पाल्नलाई जोगी भएको कि साँच्चै ईश्वरको सत्यता खोज्नलाई जोगी भएको, के बुझ्नुभयो? त्यो यस्तो हो, त्यो मलाई चाहिँ जोगी भएको पहिले त म त्यस्तै हजुरले भने जस्तै ठान्थेँ, ईश्वरको सत्यता खोज्नुको लागि हो कि गएका तिनीहरू भन्ने ठान्थेँ। पछि मैले त्यहाँको रियालिटी बुझिसकेपछि मलाई चाहिँ के लाग्यो भने एउटा के अरे वेदमा कहीँ कुनै एउटा उपनिषदमा लेखेको छ, क्षीण पुण्य गच्छन्ति मर्त्यलोका भनेर भनेको छ। क्षीण पुण्य गच्छन्ति मर्त्यलोका, यानि कि मान्छेको पुण्य कमजोर भयो भने, पुण्य भनेको परमात्मा हुनुहुन्छ, ईश्वर हुनुहुन्छ, उहाँसँग उपासना र प्राप्ति जब मान्छेको सकियो, प्राप्ति सकियो भने मान्छेले खरानी गर्न थाल्छ, मतलब अब केही छैन उसको प्राप्ति सिद्धियो भने त्यसपछि अनि खरानी लगाउने, त्यसपछि खरानी लगाएर उसले ईश्वरको उपासना गर्नुपर्ने हो। खरानी लगाएर त्यो विधिअनुसार ईश्वर खरानी लगाउने, प्रभु प्रश्न केही छैन, मैले पाप गरेँ, मैले गल्ती गरेँ, म क्षमा गर्ने हो, क्षमा गर्नुहोस् मलाई, म पापी हुँ भन्नुपर्ने हो। तर उसले चाहिँ खरानी लगाएर अनि दुनियाँको पथ प्रदर्शक बन्न हुँदैन। खरानी लगाएको मान्छे भनेको सबभन्दा पापी, केही घटिया, मतलब त्यो चाहिँ के हो त भन्दाखेरि उसँग केही छैन, ऊ चाहिँ पश्चाताप होइन। चर्चमा पनि छ रिपेन्ट योर सिन भन्छ हामी इङ्ग्लिस, पापको पश्चाताप गर्ने। बाइबलमा बताएको छ खरानी घस्ने, भाङ्रा लगाउने, हो त्यो भाङ्रा लगाऊ, खरानी घस, घुँडा टेक, पश्चाताप गर भन्छ। त्यो तपाईँले भने जस्तै तपाईँ एउटा पुजारी पण्डितको एउटा ब्राह्मणको हैसियतले बोलिराख्नु भएको छ, म एउटा क्रिस्चियन ब्राह्मण हो भनेको, क्रिस्चियन पुजारी हो, पास्टर हो। हामी बाइबलमा क्रिस्चियन हुनलाई जात बदल्नु पर्दैन। म प्रभुजन साई हो, म साई नै छु, म प्योर क्रिस्चियन। धर्म बदल्न पर्दैन, धर्म बुझ्नुपर्छ। धर्म भनेको सेवा रहेछ, सेवा हो। म पहिला सोच्थेँ हाम्रो त हिन्दू धर्म, अर्काको इसाई धर्म, अर्काको मुस्लिम धर्म भन्थे, कहाँ धर्म भनेको त सेवा रहेछ, सेवा हो। मन्दिरमा जानु, चर्चमा जानु, मस्जिदमा जानु त आफ्नो आस्था रहेछ। अब के माथि आस्था गरेको, त्यो मान्छेको दिमागले, बुद्धिले ऊ कतिको विद्वान छ त्यसमा भर पनि रहेछ। आफ्ना लेभल छन्, कोही कुकुरलाई पनि ईश्वर भन्ने भन्छन्, कोही ढुङ्गालाई पनि ईश्वर भन्ने भन्छन्, कोही सर्पलाई ईश्वर भन्छन्। त्यो आफ्नो स्वधर्म त्यागेकाहरू हुन्, तिनीहरू स्वधर्म त्यागेकाहरू हुन्। जस्तै शास्त्रमा भन्छ स्वधर्मे निधनम श्रेय पराधर्मी भयावह भन्छ। त्यो भने अहिले मान्छेले गलत अर्थ लगाउँछन्। त्यसको मतलब के हो भने आत्मिक बन, ईश्वरसँग जोडियो, त्यो स्वधर्म हो। आत्मिक बनेर ईश्वरसँग जोडियो, स्वधर्म। स्व भनेको आफ्नो, आत्मिक बन्नु, स्व भनेको आत्मा हो भित्र। स्वधर्मे निधनम श्रेय, उसमा चाहिँ मान्छेसँग केही नभए पनि त्यो श्रेय गर्छ। पराधर्मी भनेपछि अब यो केबाट प्राप्ति केही छ कि छैन थाहै छैन होइन। गाईलाई चाहिँ भगवान बनाएको छ, ढुङ्गालाई भगवान बनाएको छ, अर्कोलाई भगवान बनाएको छ, त्यसले कहाँ पुर्याउने हो थाहा भएन। त्यो चाहिँ हो कहाँ पुर्याउनु थाहा छैन। त्यो पराधर्मी, यानि कि त्यो पराधर्मी भयावह। म पहिला हानिकारक हुन्छ त्यस्तो पराधर्म। हाम्रा बाबुबाजेले, मैले पहिला सानो हुँदाखेरि सुनेको, पण्डित बाजेहरूले, गुरुहरूले, जे भनौँ पण्डित बाजेहरूले भन्दै हुनुहुन्थ्यो, गाई तर्पे पनि 7 समुद्र पारी जान्छ। अब पहिला बाल्य अवस्थामा त्यो सुने, पछि पढाइ भयो भूगोल, जियोग्राफी सब्जेक्ट लिएर पढ्दा यसमा जियो प्लस ग्राफी, जियो भनेको पृथ्वीको बाहिरी कुरा,
पृथ्वीभन्दा बाहिर के छ, ग्राफी भनेको पृथ्वीभित्र के छ, यो पढ्ने क्रममा यो 7 समुद्र त पृथ्वी वरिपरिकै पानीका तलाउ रहेछन्, खाल्डा रहेछन्। पृथ्वी एउटा ग्रह रहेछ, त्यसैमा 7 समुद्र त यहीँ रहेछ। अब 7 समुद्र पार गऱ्यो भने कहाँ पुगिँदो रहेछ त भने पारि वैकुण्ठ स्वर्ग होइन कि वहीँ जहाँ हामी छौँ वहीँ पुगिँदो रहेछ। मेरो टाउको यसरी घुम्यो कि 7 गाईतर्फ भने 7 समुद्र पारि जानेछौ भने 7 समुद्र पारि भनेको स्वर्गलाई सोच्थेँ म सानोलाई। अब अहिले त्यतिखेर अब अहिले पनि त्यस्तै छ, कतिपय पुजारीको सोच वैकुण्ठ भनेको स्वर्ग हो। हिन्दू शास्त्रमा तपाईँले थाहा छ होला 3 त्रिलोक 14 भुवनमा वैकुण्ठ भनेको त 5औं धाम मात्र रहेछ, यो त 14 धाम छन्। अब 7 समुद्र पारि सब कुरा छ भन्दा गाईतर्फ भने त्यो गाईतर्फ लिन्थे बाहुनहरूले, तर 7 समुद्र पारि घुमेर वहीँ पुग्ने रहेछ। यो प्रकारको एक प्रकारको त्यो भ्रम अघि स्वधर्म भन्नुभयो, अथवा अर्को त्यो आफै कोही हनुमानलाई ईश्वर भन्ने, कोही गुनीलाई ईश्वर भन्ने, कोही कुकुरलाई ईश्वर भन्ने, कोही सर्पलाई ईश्वर भन्ने, आफ्ना स्वेच्छा भयो। स्वेच्छा पराधर्म, एक ईश्वर त्यागे, वेदको कुरा त्यागे, बाइबलको कुरा त्यागे, आफ्ना ईश्वर आफ्ना मनसाय आफ्ना। त्यसैले ईश्वरले भन्छ जे इच्छा लाग्छ त्यही गर्यो भने ईश्वरबाट पतन भयो। पतन भएको हो यो कुरा छ। अब तपाईँ इन्डियामा लगभग कति मन्दिर जति, कति ठाउँ, कति प्रकारका मन्दिरमा घुम्नुभयो? मैले वैष्णव शैव सबै मन्दिरहरू घुमेँ। वैष्णव शैव जति पनि त्यहाँ इन्डियामा सम्प्रदाय छन्, जैनहरू भए होइन, त्यसपछि तपाईँको नाथ भए, त्यसपछि ज्योतिर्लिङ्गहरू छन्, ज्योतिर्लिङ्ग भए, देवीका मन्दिरहरू भए, म सबै मन्दिरहरूमा है अध्ययन गर्नुभयो। मैले अध्ययन गरेँ। अहिले अन्तमा तपाईँ चर्चमा आउनुभएको छ? अन्तमा चर्चमा आएँ। र चर्चमा आएको भेट्दा तपाईँलाई यो धेरै वेदको ज्ञान हुँदा अनि तपाईँले यसो कुरा गर्ने मन लाग्यो। अब त्यो अघि जो विदेश, यहाँ पनि अहिले आउँला विदेशीहरूको जो कुरा गऱ्यौँ, मलाई लागेको कुरा के हो भने तपाईँले आफ्नो राय दिनुहोस्। यो विदेशीहरू धेरै अनुसन्धानकर्ता हुन्छ। अहिले धेरै हिन्दू दाजुभाइले भनेका छन् विदेशी अमेरिकनहरूले हिन्दू धर्म पछ्याइरहेका छन् भन्ने हुन्छ। पछ्याउ अमेरिकन भनेका सर्वज्ञानी होइनन्, सर्वज्ञानी त ईश्वरै हुनुहुन्छ। म त्यो विषय मैले विदेशीलाई 2 जना विदेशी 60 वर्ष पुगेकालाई सुसमाचार सुनाएर ग्रहण गराएर हुम्लाको सिमीगढमा बक्तिमा दिएको छु। म प्रवचन उपाध्याय, रामराज जुमाल, हामीले तिनीहरूलाई क्रिस्चियन बनाएका छौँ। हजुर, खासै बाइबल त हाम्रो एसियाको शास्त्र रहेछ, वेद पनि एसियाकै शास्त्र रहेछ। उनीहरूले राम्रा लिने, नराम्रा यहीँ छोड्ने उनीहरूको पर्था रहेछ। अमेरिकनहरू राम्रो आफू लिएर फाइदा उठाएर नराम्रो यहीँ छोड्ने। बाइबल उनीहरूले लगेछन्, वेद यहीँ छ। पवित्र आत्माको शक्ति उनीहरूले लगेछन्, मूर्तिको शक्ति हामीसँग छ। अहिलेमा अध्ययन गर्दै जाँदा यी 33 करोड आत्मा त भूत आत्मा, देव आत्मा, प्रेत आत्मा, 3 प्रकारका आत्मा जो 33 करोड आत्मा भित्रै पर्ने रहेछन्। 33 करोड आत्मा भित्रै भूत आत्मा, देव आत्मा, प्रेत आत्मा पर्ने रहेछ। हजुर हजुर। प्रेत आत्माको रोल के? मरेका मान्छेको रूप ल्याएर आउने। मैले बुझेको, म बाइबलबाट बुझेको, मरेको मान्छेको आत्मा कहिले फिर्ता आउँदैन। अब त्यसो भएपछि अब जस्तै म मरे भने मैले जे मन पर्थ्यो त्यो भन्छ त्यो आत्माले। मेरो लुगा कपडा सरसामान कहाँ लुकाएको छ, कहाँ ऋण दिएको छ, कहाँ के गरेको छ, सब भन्छ त्यो आत्माले। अनि त्यो आत्मा आइसकेपछि अनि मेरा छोराछोरीले, छोरा नातिले भनौँ, उनीहरूले एहे मेरै बुवा अथवा मेरै बाजे आइहाले भनेर हाम्रो चलन छ खोपा राख्ने। अनि कोही आत्माले तर तीर्थ नुहाउ भन्ने, कोहीले कहाँ ल्याऊ भन्ने, कोहीले हड्डी कहाँनिर डुबाउ भन्ने, गाडा भन्ने, को मासु, विभिन्न प्रकारका तनाव मान्छेलाई दिएको हाम्रो समाजमा छ। अहिले अध्ययन गर्ने क्रममा यी आत्मा, प्रेत आत्मा भनेका मान्छेका, मरेका मान्छेको आत्माको रूप लिएर आउने आत्मा एउटा ग्रुप रहेछ। त्यो 33 करोड भित्रै त्यो प्रेत आत्मा। अब 2 आत्मा रहे, भूत आत्मा र देव आत्मा। 3 प्रकारका आत्मा भने भूत आत्मा, देव आत्मा, प्रेत आत्मा। प्रेत आत्मा मरेका मान्छेको आत्माको रूप लिएर आउने। भूत आत्मा भनेको जो मान्छेले देवी देवता मानेर रेगुलर पूजापाठ नगर्ने, घरको वरिपरि छेउछाउमा मन्दिरमा नराखेको, जङ्गलमा भएका आत्मा, कहीँ खोलामा भएका आत्मा, डाँडामा भएका, हिमालमा भएका आत्मा, ती दैत्य जङ्गलमा भएका भूत आत्मा। देव आत्मा भनेका ती भूत आत्मा मध्ये कालान्तरमा मानिसहरूलाई लाग्दा पछि ल्याएर घरको छेउमा ल्याएर राखेर रेगुलर पूजा गर्ने, त्यो पूजा गर्ने देव आत्मा।
त्यो पूजा गर्दा 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 बाबु बाजे परबाजे सबैले पुज्दै 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 आयो। अहिले कोही कोही त्यहाँ मध्येका कुल देवता, हेर कुलबाट पुज्दै आयो नि त कुल देवता, ती सबै रहेछन् फलन एन्जल्स, झारेका स्वर्गदूत रहेछन्। अब यो कुरा गर्दै गर्दा म अलिकता प्रसङ्ग अर्कोतिर गएँ, म फेरि त्यहाँ आउँछु। जो विदेशीहरू मन्दिरमा आइरहेका छन्, टिका लगाइरहेका, जो लटा पालेका हुन्छन्, अहिले उनीहरू राम्रो राम्रो छानेर एसिया महादेशबाट लिने, यिनीहरू एक प्रकारका जासुसी हुन् कि क्रिस्चियन जासुसी? क्रिस्चियन जासुसी म हुन त पास्टर हो। क्रिस्चियन जासुसी कस्ता भने तपाईँले कोही विदेशीहरू पुजारी भएका तर क्रुस पनि लगाइरहेका कहीँ देख्नु भएको थियो? गुजरातमा देख्नुभयो? गुजरातमा देखेको थिएँ। हिन्दूहरूको गर्व के छ भने विदेशीहरू पनि क्रिस्चियन भए त, विदेशीहरूले पनि टिका लगाए त, विदेशीले पनि राम्रो लगाएका लुगा ओढे त भन्छन्। तर जति भए पनि उनीहरू रकेट बनाउनेहरू हुन्, बिल्कुल बिल्कुल, हामीहरू हलो बनाउनेहरू। त्यो दिमाग अन्तर छ, दिमागको अन्तर छ। उनीहरू राम्रा बन्ने कपडा लगाए पनि, सेतो भिगुत घसे पनि, लटा पाले पनि, उनीहरू जासुसी एसियाको आन्तरिक कुराहरू मन्दिरमा होस् या चर्चमा होस् या जो, तिनीहरू एक प्रकारको यहाँको भेद लिने अनुसन्धानकर्ता होलान् भन्ने हाम्रो हिन्दू दाजुभाइले बुझेको छैन। यिनीहरू उल्टा हामी क्रिस्चियनहरूले के भन्छौँ, लौ यी विदेशी आएर रक्सी खान मिल्ने, विदेशी आएर टिका लाउन मिल्ने, तिमी लगाउनु किन नलाउनु मिल्ने भन्छन्। हाम्रो यथार्थ के हो भने विदेशीलाई होइन पछ्याउने बाइबलले मूर्ति नपुज भनेको छ, बाइबलले रक्सी नखाऊ भनेको छ। अब विदेशीले खान्छन् त भन्छन्, विदेशी पनि बाइबल हुन् र विदेशी पनि यसो हुन् र। त्यसै तिनीहरू जहाँ जे पनि एक्सन लिन सक्छन्, जासुसी हुन सक्छन्। बिल्कुल। एउटा कुरा यसमा हजुरको राय के छ? अर्को कुरा, अब अमेरिका बेलायतमा वहीँ पनि मूर्ति पूजा गर्न हिन्दू धर्म पछ्याएका छन् नि भन्ने प्रसङ्गमा मैले बुझेको उनीहरू प्रशस्त भए धन सम्पत्तिमा ओभर भयो। यसुलाई प्रार्थना गर्दा गर्दा, बाइबल पढ्दा पढ्दा धनमा ओभर, ज्ञानमा ओभरै भइहाल्यो। उनीहरूमा घमण्ड आयो। पुराना मान्छेहरू त्यस्तो गर्दैनन्। अहिलेका नयाँ जवानहरू धन पैसा प्रशस्त छ, उही खाओ पियो ऐस गरो भन्ने जस्तो जीवन भइहाल्यो। तिनीहरू अब पैसा फाल्छ, जन्मिने बित्तिकै त्यो जे पनि फ्री छ, सब कुरा प्रशस्त छ। अब के गर्ने त? दुःख गर्न त चाहँदैन, चर्चमा आएर घुँडा टेकेर प्रार्थना गर्न त चाहँदैन। चर्चमा सुख त छैन, तपाईँले देख्नुभयो। उपवास बढ्नुपर्छ, घुँडा टेकेर प्रार्थना गर्नुपर्छ, एकदमै परमेश्वरको आशिष झाड्नुपर्छ। तिनीहरूले त झाडिसके। अब झाडिसकेपछि त्यो सम्पत्ति कसरी उडाउने? अब खाओ पियो ऐस गरो भन्ने चरेस खाएर लट्ठ पर्ने। अब विदेशीले दारू खान्छन्, रक्सी खान्छन्, हामी कसैको घरमा गएर उपहार फलफुल लिन्छौँ, उनीहरू के लिन्छन् गरे? रक्सी बियरका बोतल लिन्छन्। तिनीहरू ओभर भयो क्या तिनीहरू। त्यो अब तिनीहरू जे पनि गर्न सक्छन्, पद भ्रष्ट भइसकेपछि। विदेशीको पनि पद भ्रष्ट हुन्छ, नेपालीको पनि हुन्छ होला, मान्छे त हुन् तिनीहरू, यसो त होइन। त्यसैले यस्तो अनुभव भयो, तपाईँले यसमा के बुझ्नुभयो? मैले चाहिँ बुझेको कुरा के छ भने, जस्तै मान्नुहोस् अब विदेशी महिला अब एकजना हनुमान मन्दिरमा, सब नाम नभनौँ, अनि एउटा हनुमान मन्दिरमा उनी बस्थिन्। ठुलो थियो, मतलब त्यो ठुलो मठ थियो। त्यो ढाड्नु भएन, सत्य बोले त नाम बोले पनि के भयो? त्यो के हुनुहुन्थ्यो? मोचा हनुमान मन्दिर भन्ने थियो, एउटा ठुलै मन्दिर हो त्यो। अनि त्यसमा के हुनुहुन्थ्यो? उहाँ त्यो महन्त हुनुहुन्थ्यो। महन्त भनेको त्यहाँको अब मेन मान्छे, पुजारीहरू सबैभन्दा महन्त त्यो सबैको लिडरको रूपमा त्यहाँ चाहिँ विदेशी। कसरी? नेपाली कि इन्डिया गुजरातमा हुनुहुन्थ्यो। अनि अब अरू सबै अब भन्नुहोस् न, उहाँले नै सबैलाई खाने पिउने त्यहाँ व्यवस्था, अरू जो पनि साधुहरू थिए तिनीहरूलाई खाने पिउने, तिनीहरूलाई दान दिने, कपडा दिने सबै व्यवस्था उहाँले गरेर राख्नुभएको। उहाँको अन्डरमा विदेशीलाई त मन्दिरमा पस्न दिँदैन भन्थ्यो गाईखानेहरूलाई, त्यहाँ त मुख्य बनाइदिएको। मुख्य अझै भगाइदा मुख्य छन्। अनि त्यही हो, मैले चाहिँ उहाँले क्रुस राखेको देखेको। मैले उहाँलाई बिल्कुल, मैले उहाँलाई सोधेँ, अनि हजुरले त क्रुस पनि राख्नु भएको रहेछ। त्यहाँ पनि पुग्नु भयो? पुगेँ। मैले गुजरातीमै कुरा गरेँ, म गुजराती बोल्न आउँथेँ मलाई। त्यसपछि उनीलाई पनि गुजराती आउने, हिन्दी अलिक कम आउने कि इङ्ग्लिस आउने, तपाईँ कि फ्रेन्च आउने, अनि तपाईँको कि गुजराती आउने। मैले गुजरातीमै कुरा गरेँ।
अनि उनले मलाई के भनिन् भने हेर्नुहोस् म क्रिस्चियन पृष्ठभूमिको मान्छे हो, क्रिस्चियन पृष्ठभूमिको मान्छे भएको हुनाले अब आफ्नो संस्कार धर्म आफ्नो पद्धतिप्रति प्रेम त मान्छेको भित्र रहन्छ नि। मेरो त्यो वर्षौँदेखिको मेरो पुर्खाहरूले गर्दै आएको अभ्यास भएको हुनाले त्यो प्रेम स्वरूप मैले चाहिँ राखेको हो भनेर भनिन्। मैले भने ठिक छ, अति राम्रो, अति उत्तम भने। अब त्यहीँ अब साधुहरू जान्छन्, त्यहीँ मजासँग खाना खान्छन् होइन। अब उहाँले दिने, साधुले खाने, त्यसपछि अनि साधुहरूलाई उहाँले दक्षिणा दिने, कपडा दिने, सबै मजासँग गरिरहनु भएको छ। कि मैले पहिला विदेशमा हुँदाखेरि गाईको मासु खायो नि? अब त्यो किन नखानु, अब त्यो परम्पराले नै क्रिस्चियन। अब अहिलेको अलिकति आउट अफ कन्टेक्स्ट है, अलिकति बाहिर हिजो अस्ति सुनेको कुरा ठ्याप्पै याद आइहाल्यो। हाम्रो नेता हर्क साम्पाङज्यूलाई त हाम्रो मन्दिरमा पस्न दिएनन् होइन, उनले गाई खाए त होइन, गाई खानुपर्छ भनेको मन्तव्यमै हो के होइन, मन्तव्यमै। अब त्यहाँ विदेशी गाई खाने विदेशी त महन्त बनाएर रहेछ नि त, महन्त बनाएछन्। मलाई थाहै थिएन, हजुरले देख्नु, म त देखेर आएको होइन। अब त्यो चाहिँ के छ भने हर्क साङपाङज्यूलाई चाहिँ अब प्रवेश गर्न नदिनु, त्यो एउटा म के भन्छु भने के अरे मर्ने बेला के अरे उसको कमिलाको पखेटा आउँछ भन्छन् नि, त्यस्तै हो। किनभने उनी आफ्नो श्रद्धाले गए मन्दिरमा, उनीहरूले जान दिनु पर्थ्यो। अब त्यो उनीहरूले बन्देज गरेपछि अब उनी ईश्वरमा मुक्त भए, मेरो सोचेको भने उनी मूर्तिदेखि मोडिए। एकदम राम्रो, त्यो हर्क साङपाङलाई एकदम राम्रो आशिष हो त्यो। तैँले मूर्ति पूजा नगर भनेर ईश्वरले रोक्नु भयो क्या, तैँले मूर्ति पूजा ढोक्ने थिए, तैँले मूर्ति पूजा नगर भनेर त्यहीँबाट उनीहरूले चाहिँ रिटर्न गरिदिए त्यो उहाँको लागि आशिष हो, बुझ्ने हामी बुझ्ने मान्छेले हर्क साङपाङको लागि आशिष हो भन्ने मैले बुझेँ। उनीहरूले जति बन्द गर्दै जान्छन्, जति प्रतिबन्ध गर्दै जान्छन्, त्यति नै ईश्वरको महिमा हुने हो, त्यसमा त कुनै समस्या छैन। अहिले एउटा कुरा यो सबै सामाजिक सञ्जालमा सुनिरहेको छ, धेरै विद्वान बुद्धिजीवी वर्गले जो हामी इसाईहरूले भन्दै आएका थियौँ चर्चमा त्यही बोलिरहेका छौँ, जो इसाई नै होइनन् है, ठुला ठुला विद्वानहरूले के भनिरहेका छन् भने हिन्दू त धर्मै होइन, हिन्दू धर्मै होइन, हिन्दू धर्म होइन, बरु सनातन धर्म मान्ने। ठिक छ, सनातन भन्नुहोस्, हिन्दू धर्म होइन भन्छन्। हामी सधैँ वर्षौँदेखि चर्चमा भन्दै आएको कुरा अहिले हिन्दू विद्वानहरूले भन्दै आएका छन्। अब यसमा अहिलेको कुरा याद आयो, यो हिन्दू धर्म र सनातन भन्ने कुरा, वेद र पुराण भन्ने कुरा उस्तै उस्तै लाग्न थाल्यो। वेद एक ईश्वरको बारेमा कुरा, अलिकति पुरानो कुरा गर्ने, पुराण पछि मान्छेको ज्ञान बुद्धिमा आएको कुरा। अब सनातन भनेको पहिल्यै पारापुर्खादेखि मान्दै आएको, हिन्दू भनेको सिन्धु सभ्यताबाट नाम भन्न नजानेर त्यो चोर डाँगाले युज गरेको शब्द भयो। अब सनातन लिँदा मान्छेको सृष्टिबाटै सुरु भएको सनातन हुनुपर्ने हो। यो सनातन त हामी बाइबलमा सनातनका परमेश्वर भन्छौँ, किनभने मान्छेको सृष्टि त परमेश्वरले गर्नु। अब ती सनातन सृष्टिकर्ता ईश्वरलाई मान्ने मान्छे पनि त सनातन होला नि, कस्तो लाग्छ हजुरलाई? अब यो यसो छ, सनातन भनेको एकदम प्राचीन भन्ने हुन्छ, अनि त्यसमा व्याकरणको एउटा प्रत्यय लाग्छ, तन भनेको शरीर, जो पहिलेदेखि नै तन जसको थियो, जसको शरीर थियो, सनातन। त्यसो भए तन भनेको शरीर हो, सही हो। तन भनेको सना भनेको प्राचीन, एकदमै त्योभन्दा मतलब कुनै उत्पत्ति, त्यसको उत्पत्ति भन्दा अरू केही छैन। नै सना तन भनेको त उत्पत्ति थिएन भन्ने भन्दा पनि मैले बुझेको अर्थ सना भनेको पुर्खा, पारापुर्खा, तन भनेको शरीर, पारापुर्खाबाट आएको शरीर। अब यो अर्थमा हाम्रो हिन्दू समाजमा सना तन, बाबु बाजा परबाजाले जे मान्दा आयो उसको छोरा जन्मे कि त्यही धर्मको हुन्छ, यसमा कसरी अर्थ लाग्छ? नै त्यसरी हुँदैन। त्यो चाहिँ के छ भने सनातन भनेर ईश्वरलाई नै भनिएको छ। त्यहाँ सनातन भनेर मान्छे सनातन होइन, मान्छे कोही पनि मान्छे सनातन छैन। सनातन भने चाहिँ सधैँ रहिरहनु पऱ्यो नि, यो तन शरीर सधैँ रहिरहनु पऱ्यो। त्यो सनातनको अर्थ सधैँ रहिरहने हो। त्यो सनातन भनेको आज पनि हुनुहुन्छ, भोलि हिजो पनि हुनुहुन्थ्यो र पछि पनि रहिरहनुहुन्छ, सधैँभरि एभाइलेबल जो हुनुहुन्छ उहाँ नै सनातन हो। त्यसो भए त सृष्टिकर्ता ईश्वरको प्रसङ्ग आयो। त उहाँ त सनातन भनेकै त्यही सनातन धर्म भनेको उहाँले दिएका आज्ञाहरू होइन, उहाँले दिएका आज्ञाहरू र उहाँले उत्पत्ति मतलब सधैँ रहिरहने ईश्वरले दिएका आज्ञाहरूलाई पालन गर्ने सनातन धर्म हो।
त्यसो हो भने त त्यही भएर मैले अस्ति नै एउटा भिडियो पनि बनाएको थिएँ, सनातन भनेको खास क्रिस्चियन हुन् भनेर। क्या प्रसङ्गमा भनेको भने सनातन बाइबलमा भनेको छ अल्फा र ओमेगा, ईश्वर अल्फा र ओमेगा हुनुहुन्छ, त सुरु र अन्त्य हुनुहुन्छ। उहाँभन्दा पहिला कोही थिएन, अन्तमा पनि सबै सिद्धिदा पनि उहाँ हुनुहुन्छ, सधैँ हुनुहुन्छ। अब तर हाम्रो समाज के छ, म एकपल्ट यहाँ चर्चमा आइहालेँ, मेरो घरमा सेतो कुकुर थियो चक्लेट भन्ने, कसले आएर मेरो कुकुरलाई पुजारी गइहाल्छ। चर्च सङ्गति गरेर घर गएको त कुकुरको निधारमा टिका लगाएछ, मन्टामा माला हालेको छ, टक्क बसिएको छ, जाने बित्तिकै पुछाडि लिली गरेर कुकुर त हो हाम्रो पछि आउनु थाल्यो। कस्तो बेइज्जत गरेको ईश्वरको जस्तो लाग्यो। अब के गर्ने, अब ल ठिकै छ तँ सम्मान पाइछस् भने त्यो सनातन सभ्यता भन्छन्। त्यो होइन, सनातन सभ्यता नहुनु पर्ने होइन, त्यसमा सनातन सभ्यता हुँदै तपाईँ सहमत हुनुहुन्छ? त्यो त सनातन सभ्यता हुनै हो। सनातन सभ्यता भनेको जब ईश्वरले मान्छेलाई सृष्टि गर्नुभयो, त्यसपछि मान्छेलाई सृष्टि गरेर जे मान्छेलाई आज्ञा दिइरहेछ चल भनेर भन्नुभयो आफ्नो धर्म, यो गर्नु र यो नगर्नु दुईटा कुरा, एकदमै यो गर्नु दुईटा आदेश, दुईटा भन्दा तेस्रो आदेश छैन, यो गर यो नगर, यो गर यो नगर भनेर जो दुईटा आदेश दिनुभयो, त्यो दुईटा आदेशलाई मान्नु नै सनातन धर्म हो। अरू त्योभन्दा बाँकी त्यो सबै मिथ्या कुरा हो। त्यसो भए यो सनातन धर्म भनेको हिन्दू धर्म सनातन धर्म हो, मुस्लिम इसाई होइन भन्ने कुरा यो मिलेन। यो मिलेन। हामी सबै मानिस सनातनहरू हौँ, सनातनका हौँ अथवा सृष्टिकर्ता ईश्वरका हौँ। अब सनातनको अर्थै सृष्टिकर्ता परमेश्वर ठान्नु पर्यो। हामी सनातन होइनौँ, हामी सनातनका हौँ। सनातनका हामी सनातनका हौँ। हामी तन हुन सक्छौँ, सना हामी होइनौँ। सना भनेको सृष्टिकर्ता, तन भनेको हामी, तन हामी हो। एक्ज्याक्ट हो। यो कुरा क्लियर सबैले हुनुपर्छ। अब तपाईँ अब अहिले यति धेरै मठ मन्दिर, यति धेरै वेद पुराण सब पढेर तपाईँलाई यति धेरै श्लोकहरू कण्ठ छन्, अन्तमा आएर तपाईँ चर्चमा आउनुभयो। बिल्कुल 6-7 महिना भयो, मैले जे भनेको छु त्यसमा सहमत हुनुहुन्छ अनि सही हो भन्नुहुन्छ। यो कुरा के मलाई माया मानेर हो कि मोह मानेर हो कि मैले केही पैसा पनि दिएर हो कि किन तपाईँ सहमत हुनुहुन्छ? यसमा केही सत्य छ कि तपाईँ के हो यो बताइदिनु पर्यो। हो अब त्यो पहिलो कुरा त म सुरुमा स्टार्टिङमा चर्चमा गएँ, मसँग ज्ञान थिएन। त्यसपछि म इन्डियातिर अथवा म धर्म खोज्न ईश्वर खोज्न हिँडिसकेपछि जब मैले ईश्वरको वास्तविक वेदहरू पुराणहरू त म पहिले नै पढेको थिएँ। त्यस जब मैले वेद र उपनिषद पढेँ, वेद र उपनिषद पढिसकेपछि त्यसपछि ओहो यो वेद र उपनिषदमा जे भनेको छ त्योभन्दा अरू कुरा, क्षमाको कुरा, उद्धारको कुरा, मुक्तिको कुरा होइन र जीवित परमेश्वरको कुरा, म छु सधैँभरि तिम्रो उद्धारकर्ता, म छु, म जीवित छु होइन। अब पुराणहरूमा चाहिँ के भन्छ भन्दाखेरि अब हिजो हुनुहुन्थ्यो भन्छ जस्तै भगवान् हुनुहुन्थ्यो, भगवान् हुनुहुन्न, त्यो भगवान् त्यो ईश्वर भयो पनि अवतार भयो, त्यसपछि त्यो गयो होइन, त्यो यो अवतार थियो त्यो अवतार भयो गयो भन्ने भयो। अब चाहिँ अब वेद अनुसार अब त्यो म थिएँ, म छु र म सधैँभरि रहन्छु, म हुने अल्फा र ओमेगा, त्यो सधैँभरि के अरे कहिल्यै नसुत्ने, सधैँ जागा रहने र त्यो निदको चक्करमा र काल चक्रमा नआउने होइन। कुनै पनि उसलाई चाहिँ काल लागु हुँदैन। समय चक्र मान्छेलाई लागु हुन्छ, भगवानलाई लागु हुन्छ काल चक्र, हो भगवानलाई लागु हुन्छ, तर येशूलाई लागु भएन। हो त्यो येशूलाई काल चक्र लागु भएन होइन। त्यसैले होला सायद ईश्वर भन्ने त्यही भएर त्यही भएर काल चक्र लागु भएन। काल चक्रबाट जो स्वतन्त्र छ, मृत्युमाथि विजय, काल चक्रबाट स्वतन्त्र भनेको ईश्वर मात्रै हो। त्यही भएर मैले हेरेँ तेस्रो दिनमा बौरी उठ्नुभयो, मारिनुभयो, गाडिनुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो र त्योभन्दा पहिले सबैले क्षमा गर्नुभयो होइन। अनि क्षमा गर्नुभयो, आफूलाई मार्नेलाई पनि क्षमा गर्नुभयो र मर्नभन्दा पहिला उहाँले भन्नुभएको थियो म पापीका हातमा समातिनेछु, पक्राइनेछु, मारिनेछु, तर 3 दिनपछि फिर्ता आउनेछु। उहाँले गरेर पनि न त रोमी साम्राज्य कहाँ झुक्ने थियो। रोमी साम्राज्य त अहिलेको अमेरिका भन्दा पनि बढी दादा थियो। रोमी साम्राज्य झुक्नेवाला थिएन। येशू मृत्युबाट बौरी उठिसकेपछि मात्र झुक्या हो।
तब यो सत्य बुझेर तपाईँ त्यो चर्चमा सत्य आउनुभयो। बुझिसकेपछि मैले त्यो सत्य बुझिसकेपछि अब एक ईश्वर हुनुहुन्छ, एक परमेश्वर हुनुहुन्छ, उहाँ नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरा मैले बुझेँ। र अर्को कुरा मैले चाहिँ पहिले हाम्रो घरमा सानै हुँदाखेरि पूजा गर्दाखेरि हातमा एउटा पवित्र बनाएर लाउँथेँ। त्यो पवित्र यसो कुशको पवित्र बनाएर यसो माथि कुरुस जस्तो त्यो मलाई पनि याद छ। हो, त्यो माथितिर कुरुस छ नि, कुशको यस्तो गर्दा कुरुस बनाएको हो, कुरुस बनाएर त्यो हातमा पवित्र बनाएर माथि यसो कुरुस बनाउनु, ट्याक्कै त्यो कुरुस हातमा लाउने। अनि के भन्थे भने पवित्र धारण नगरेसम्म अनि कुनै पनि पूजा पाठ तिमीहरूको केही पनि सफल हुँदैन, त्यो शुभ कर्म गर्दाखेरि पवित्र धारण गर भनेको सुने मैले। अनि त्यो पवित्र चाहिँ कुरुस भनेपछि यता चाहिँ अब बाइबलमा यताउता सबै हेर्दाखेरि पवित्र येशू प्रभु पवित्र, त्यो कुरुसमा मारिनु भएको पवित्र हुनुहुन्छ, पवित्र थुमालाई होइन। अनि त्यो कुरालाई मैले यसो हेरेँ, ओहो कलात्मक ढङ्गबाट त यतातिर पनि पहिले जानकारी त रहेछ यिनीहरूलाई पहिलेदेखि पनि होइन, जानकारी रहेछ यो पवित्र प्रभु हुनुहुन्छ। जानकारी पढेर भन्दा पनि पढेर मान्छे हिन्दू होस्, मुस्लिम होस्, इसाई, बुद्धिस्ट जो होस्, ईश्वरको आत्मा सबैमा हालिदिनु भएको हुन्छ ईश्वर। त्यसैले ईश्वरको खोजी गर्छन् र सबै कुरा कोही न कोही हुनुहुन्छ भन्छन्। र त्यो कोही न कोहीको शिक्षा दिने मान्छे सही टिचर नभेटाएको हुँदा कोही न कोही भनेका सूर्य पो हुन् कि, कोही न कोही भनेका चन्द्रमा पो हुन् कि, कोही न कोही भनेका चट्याङ्ग पर्या त्यही आवाज पो हो कि, कोही न कोही भनेको समुद्र पो हो कि, जहाँ पनि ढोग्न थालेको त्यो कोही न कोही हुनुहुन्छ भनेको खोजीमा हो। येशू खोजीमा नै हो, खोजीमा हो, जो तपाईँ पनि जानु भएको हो, जो म पनि गएँ। र अहिले पनि जो साधु छन्, म सबैलाई यो प्रोग्राम मार्फत भन्न चाहन्छु, सबै हिन्दूहरूलाई साधुहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरू भ्रमित नहुनुहोस्, भरममा नपर्नुहोस्। किनभने अब को हुनुहुन्छ कहाँ हुनुहुन्छ भनेर भन्नुभन्दा जो पवित्र धारण अहिले पनि मान्छे पूजापाठमा कुरुसको पवित्र धारण गर्छन्, त्यो पवित्र धारण नगरेसम्म कुनै पनि सफल हुँदैन। त्यो स्वर्ग मान्छे पूजा किन गर्छ? स्वर्ग जानको लागि, पुण्य जान इच्छा गरेर हो होइन। हरेक मान्छेले पूजा गर्ने भनेको स्वर्ग जानको लागि हो। अनि हरेक राम्रा कार्य के अरे कामहरू पूजाहरू सम्पादन गरेर ईश्वरलाई खुसी पारेर स्वर्ग जाउँला भन्ने उनीहरूको इच्छा हो। अब त्यो स्वर्ग जानेलाई धारण नगरेसम्म, त्यो पवित्रलाई धारण नगरेसम्म स्वर्ग जान सकिँदैन भनेर पूजापाठमा कर्मकाण्डमा त्यो भन्छ। त्यो कर्मकाण्डमा भन्छ भने त्यो जो कुरुस हातमा सङ्केतको रूपमा कुश पवित्र वस्तु हो होइन। अनि भनेपछि त्यो कुशको जो कुरुस छ, त्यो कुशको त्यो कुरुसमा मारिनु भएको येशू ख्रीष्टको वचनलाई उहाँलाई धारण गर्ने भनेको उहाँलाई ग्रहण गरे प्रभु तपाईँ प्रभु र उद्धारकर्ता र मुक्तिदाता तपाईँ हुनुहुन्छ भन्ने कुरा धारण गरिसकेपछि त्यो हुने कुरा हो। तर त्यसमा त्यो गर्दाखेरि कुरुस बनाइन्छ, त्यसको अर्थ सिकाउनेलाई पनि थाहा नहुन सक्छ। त्यो सिकाउनेलाई थाहा बनाउने प्रथा पहिलाबाट आयो, तर त्यो के को प्रतीक हो भने थाहा भएन। त्यो भएर म स्पष्ट मैले त्यो त्यत्रो अनुसन्धान गरिसकेपछि मलाई चाहिँ के लाग्यो भन्दाखेरि हो यो सङ्केत त दिएका रहेछन् पूर्वजहरूले हाम्रा, तर यो पवित्र धारण हामीले पवित्र परमेश्वरलाई हामीले धारण नगर्न सकेका रहेछौँ। यो हाम्रो मिस्टेक भएछ, कमजोर भएछ। हे प्रभु, मैले फेरि पनि भड्केर तडपेर फेरि म त्यो क्षेत्रमा गएर अनि मैले तपाईँको इच्छाले नै होला म त्यहाँ गएँ भनेर मैले चाहिँ प्रभुको अगाडि घुँडा टेकेर फेरि म रिटर्न भएर चर्चमा आएँ र मलाई सत्य बुझेर आएँ। त्यसपछि मलाई धेरै राम्रो परमेश्वरको आशिष प्राप्त भइरहेको छ। अब अहिले एउटा कुरा पवित्र धर्मशास्त्र बाइबल एउटा होसे भन्ने पुस्तक छ। त्यो पुस्तकमा मेरा प्रजा ज्ञानको कमीले नाश भएका छन् भनेको छ। त्यसैले हाम्रा सबै विभिन्न धर्म, विभिन्न जात, विभिन्न देश भनेर एक आपसमा लडाइँ गर्ने हाम्रो दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरू ज्ञानको कमीले नाश भइरहेका छन् होइन। अब जस्तै तपाईँ पनि एक दिन म इन्डिया विलिन भएको मान्छे हो, कहिले नेपाल नआउने भनेको हो। जब यही सत्य कुरा बुझिसकेपछि आइयो, तपाईँ पनि यसरी फिर्ता आउनुभयो। अब दुःख सुख त मान्छे भइसकेपछि कहिले सुख हुन्छ। अब सत्य बुझिहाल्यौँ, यो सत्य अब तपाईँले आफ्ना घराना साथी सङ्गीलाई केही भन्न चाहनुहुन्छ अहिले भन्नु होला। र त्यो क्रुस पवित्र नभएसम्म स्वर्ग जाँदैनन् भन्ने कुरा के मान्छे क्रियाकाज मान्छे मरिसकेपछि अनि उसका साना सन्तान छोरा नाति कसैले क्रिया गर्यो भने त्यो मरेको मान्छेको आत्मा पवित्र हुँदो होला? तपाईँले कस्तो? त्यो त हुँदैन। त्यो हुँदैन।
यो कुरा तपाईँलाई पनि मनसाय रहेछ, जानकारी मतलब मनमा त्यो ज्ञान ईश्वरले हाल्नुभएको रहेछ। हो हामी चर्चमा यही सिकाउँछौँ भने त्यो भनेको हिन्दू धर्मको विरोध गरे होइन कि सत्य कुरा बताएको क्रिया गर्नुहुन्न भन्ने हिन्दू धर्मको विरोधमा लायो भन्छन्। तर हामी क्रिया गर्न हुन्छ तर मर्नुभन्दा पहिल्यै गर्नुपर्छ, मरिसकेपछि होइन। उदाहरणलाई मैले तपाईँको ऋण लगेँ, तपाईँले माग्दै हुनुहुन्छ, तपाईँको घर लगाउँदै हुनुहुन्छ, म 1 हप्तामा दिउँला भनेर ऋण मागेँ, दिँदैन 7 वर्ष भइसक्यो, तपाईँको घर त्यो पुरानो भएर भत्किन लागिहाल्यो, ऋणै दिँदैन भने तपाईँले किन दिनुहुन्न भन्यो भने म मरेपछि दिउँला भनेपछि तपाईँ खुसी हुनुहुन्छ? हुँदैन। जिउँदा सधैँ दिनु पऱ्यो नि, जिउँदा सधैँ दिनु पऱ्यो। दिन नसक्ने भएपछि कारणसहित तपाईँले चित्त बुझाउनु पऱ्यो, के गरी माफी मागेर हुन्छ, के हुन्छ, म जिउँदा सधैँ त्यो समाधान गर्नुपर्ने खास क्रिया त्यो रहेछ। अब मरेपछि गरौँला भन्दै सब पाप गर्दै जाने, मरिसकेपछि अर्को छोरा नातिले भात नखाने, दाल नखाने, मासु नखाने, सेतो हरियो लगाउने गर्दा रहेनछ। यो कुरामा तपाईँमा त्यो कुरा विश्वास रहेछ, यो कुरा सही हो। त्यसैले अब अघि त्यो क्रुसको कुरा पनि त्यो शारीरिक अर्थमा क्रुस लेख्या हो, आत्मिक अर्थमा के हो भने त्यो कुशको बनाओस् या काठको बनाओस् या जेको बनाओस्, क्रुस भनेका तपाईँ हामी मानिसहरूका पापको निम्ति ईश्वरले गरेको महाबलिदान मसीह, ईश्वर येशू भनेर आएर हाम्रो पाप मेटाउने मसीह भनेर बलिदान भएको, उहाँको बलिदानमा विश्वास नगर्दासम्म पाप क्षमा हुँदैन। त्यो कुरा पहिल्यै संज्ञा रहेछ, सङ्केत रहेछ, तर ज्ञानको कमी भयो, ज्ञानको कमी हो, शिक्षा दिएन। अहिले चर्चमा यही शिक्षा दिन्छु कि क्रुसको महत्त्व छ, तर क्रुस औँठी आएर पूजा गर्नलाई होइन, क्रुस शिरमा लाएर ढोक्नलाई होइन, क्रुस हाम्रा पाप त्यही माथि येशू मरेर त्यही क्रुसमाथि रगत बगेका हुन्, उहाँको बलिदानमा जसले विश्वास गर्छ उसका पाप क्षमा हुन्छन् भनेर बुझेर मात्रै पश्चातापको प्रार्थना गरेर मात्रै क्षमा हुने रहेछन्, मुक्ति पाइने रहेछ। त्यसैले अनि तपाईँले यस्ता त्यसमा धेरै कुरा के अरे पुराणहरू वेद पढ्दाखेरि धेरै यस्ता श्लोकहरू त्यहाँका बाणीहरू पनि पाउनुभयो जो ईश्वरको बारेमा येशूको बारेमा बताएको। बिल्कुल त्यो भेटाउनु भयो पढ्दा पढ्दै। बिल्कुल यस्तो छ। अर्को चाहिँ गीतामा के छ भने उहाँ कहाँ बस्नुहुन्छ भन्ने छ कि ईश्वर कहाँ बस्नुहुन्छ गीतामा। न तद् भासते सूर्य न शशाङ्को न पावक यद् गत्वा न निवर्तन्ते तद्धामं परमं मम भन्छ कि उहाँ कहाँ बस्नुहुन्छ। त्यहाँ उहाँको धामलाई उहाँ जहाँ बस्नुहुन्छ सूर्यले प्रकाशित गर्न सक्दैन, चन्द्रमाको प्रकाशले काम गर्दैन, अग्निले प्रकाशित गर्न सक्दैन, उहाँ स्वयं प्रकाशमान हुनुहुन्छ। यो त ठ्याक्क बाइबल कुरा बताउनु, बाइबलमा छ। उहाँ स्वयं प्रकाशित हुनुहुन्छ। उहाँ हुनुहुने ठाउँमा कुनै सूर्यको प्रकाश पुग्दैन, चन्द्रमाको त प्रकाशै छैन, अनि उहाँ खुद प्रकाश, उहाँकै ज्योतिले त्यसमा उहाँको ज्योतिले, अनि उहाँद्वारा नै सबै चाहिँ जति पनि ज्योतिहरू छन् नि, मण्डलहरू, हाम्रो यो के भन्छ यसलाई चाहिँ ब्रह्माण्डका जति पनि ज्योति छन् उहाँको ज्योतिद्वारा नै तिनीहरू चाहिँ उहाँको प्रकाशद्वारा नै तिनीहरू चाहिँ प्रकाशित छन्। उहाँले यो के गीतामा छ भन्नु? गीतामा छ है, गीतामा छ। अनि कठोपनिषदमा पनि छ, यो एउटा कठोपनिषदमा पनि छ, गीतामा पनि छ। यस्ता धेरै कुरा देख्नुभयो तपाईँले? यस्ता धेरै कुरा देखिसकेपछि ओहो त्यस्तो भने त्यो भने न त्यहाँ सूर्यले प्रकाशित गर्न सक्दैन, आवश्यकतै पर्दैन, सबै कुरालाई उहाँले प्रकाशित गरिरहनु भएको छ भने अनि यो अब मलाई चाहिँ कस्तो लाग्यो भने शास्त्रले यो भनिरहेको छ। अनि अब पवित्रताको कुरा, उद्धार मुक्ति क्षमाको कुरा चाहिँ पहिलेदेखि नै कर्मकाण्डले यो भनिरहेको छ, क्रुसको कुरा, यो पवित्र धारण गर्ने कुरा गरिरहेको छ होइन। अनि अब आफ्नो जीवनमा पवित्रलाई धारण गर भनेपछि परमेश्वरलाई धारण गर भने त्यो सङ्केत पहिले गर्यो। अनि त्यसपछि अनि म मूर्ख भएर अब यहाँ गए त्यो मूर्तिलाई ढोग्ने त्यहाँ चाहिँ कामै छैन होइन, त्यसपछि म यो मूर्तिलाई किन ढोगौँ भन्ने भयो। त्यसपछि अर्को चाहिँ के लेखेको छ भने अर्को अब नाथहरू छन् नि, कानमा कुण्डल सुण्डल लगाउँछन्, यताउता गर्छन् होइन, त्यहाँ बसेर अब आफ्नो मालासाला के जप्छन् आफ्नो ठाउँमा छ। तर म चाहिँ के भन्न चाहन्छु भने गोरखनाथ स्वयंले तपस्या गरेर उनले के भने उनले धेरै लामो सबै घरबार त्यागतुग गरेर जिउमा खरानी सरानी घसेर होइन, अब यो प्रभु के हो, म त यस्तो समस्यामा भएँ, ल मलाई केही न केही उद्धार मुक्ति दिनुहोस् तपाईँले भनेर भनिसकेपछि त्यसपछि तिनलाई कस्तो बाणी चिनको मुखबाट निस्किन्छ भने यत् समाधौ परम ज्योति रनन्तो विश्वतो मुखम तस्मिन् दृष्टि महायोगे यातायातान्न बिन्दते। त्यो जो उहाँ ज्योति परमेश्वर हुनुहुन्छ अनि त्यो उहाँसँग तिमीहरूको संयोग भयो, योग भयो,
उहाँसँग तिमीहरूको मिलन भयो भने त्यसपछि तिमीहरूले फेरि यो संसारमा मृत्युमा आउनु पर्दैन, तिमी उहाँसँग मिल भनेर त्यो चाहिँ गोरखवाणीमा उनले चाहिँ त्यो धेरै ठुलो सङ्कष्ट, धेरै ठुलो त्यो एकदम कडा तपस्या गरिसकेपछि त्यो एक शब्द उहाँलाई चाहिँ उहाँबाट त्यो सबैलाई माया गर्नुहुन्छ नि त, उहाँ त सबैलाई प्रेम गर्नुहुन्छ। बाणी त बाइबलमा कति छन्, कति चर्चमा त हरेक दिन सयौं बाणी यस्तै बाणी भन्छ, यस्तै बाणी हो। त्यो एउटा बाणी सुन्नलाई त्यत्रो ध्यान गर्नु पर्यो, त्यत्रो ध्यान गर्नु पर्यो। अब यी हाम्रा हिन्दू दाजुभाइहरू सबै जो पूजापाठ गर्छन् धेरै, यिनीहरू त्यो शब्द किन बुझ्नु, जस्तै तपाईँले बुझ्नुभयो एक परमधाममा उहाँ ज्योति हुनु, ज्योति भनेको त उहाँ सूर्य, ज्योति भनेको सूर्य त होला भन्छन्, अघि नै भन्नुभयो सूर्यको ज्योति पनि पुग्दैन, उहाँ त ज्योतिका पनि ज्योति हो। ती ज्योति एकमात्र सृष्टिकर्ता ईश्वर हुनुहुन्छ, जसको मन्दिर मानिसको शरीर। बाइबलमा के भनेको छ, मेरो मन्दिर चर्च घर होइन, मेरो मन्दिर कुनै काठ ढुङ्गाले बनिया मन्दिर होइन, मेरो मन्दिर मानिसको शरीरमा मानिसमा बास गर्न चाहन्छ यो धरतीमा। अब त्यो कुरा हाम्रो हिन्दू दाजुभाइहरू आमा बुवाले किन बुझ्नुहुन्न? त्यता पुजारीहरू छन्, हुन त धेरै ठुला हिन्दू पुजारीहरू अहिले क्रिस्चियन भइसकेका छन्, ठुला गवाई बाँड्ने भइसकेका छन्। तपाईँ पनि अब यत्रो वेद होइन पुराणहरू पढ्न आएको, अहिले क्रिस्चियन हुनुभयो, तपाईँ प्योर क्रिस्चियन भइसक्यो। त्यसो भए मान्छेहरू किन बुझ्दैनन्, के होला जस्तो लाग्छ? यत्रो सिधै भनिया रहेछ वेदहरूमा। हो, अब यो एउटा कुरा त के छ भन्दाखेरि उनीहरूमा खोज गर्ने इच्छा छैन, आत्मिक रूपमा मारिएका छन्, आत्मा मरेको छ उनीहरूको। आत्मा मरेको मान्छे जस्तै आत्मा मर्यो भने उसले खोज्दैन होइन, आत्मिक रूपमा उनीहरूको आत्मिक ज्योति, मतलब उनीहरूले एउटा कुरा के छ भने म चाहिँ पहिले को थिएँ, अहिले म छु, पछि म कहाँ जान्छु, तिनवटा कुरा। त्यो तिनवटा कुरा मान्छेले याद गर्न भने उसले संसारमै रमाउँछ, संसारमै चाहिँ के छ भने उसको मतिभ्रष्ट हुन्छ। अनि उनीहरू म पहिले योभन्दा यो शरीर छ, अहिले योभन्दा पहिले कहाँ थिएँ, त्यो पनि प्रश्न आयो भने उसले ईश्वरलाई सम्झिन्छ। म यो अहिले छु, अहिले मेरो हे ईश्वर यो मेरो अहिलेको जे अवस्था छ यो अवस्थामा तपाईँ मलाई सहयोग गर्नुहोस् भनेर यो अवस्था पनि सम्झिन्छ। पछि मेरो शरीर छुट्यो, म यो संसारमा मेरो शरीर छुट्यो भने म तपाईँलाई प्राप्त हुन सकौँ अथवा म तपाईँको धाममा जान सकौँ, म स्वर्गमा जान सकौँ भन्ने उसले इच्छा राख्यो भने बल्ल उसले ईश्वरलाई खोज्दछ। अहिले हाम्रो हिन्दू दाजुभाइहरूले त्यो चाहिँ पछिको कुरा विश्वास गर्दैनन्, पछिको कुरा विश्वास गर्दैनन् भन्दा पनि उनीहरू चाहिँ आत्मिक रूपमा अन्धा भएका छन्। नै यसो धेरै जसो हिन्दू दाजुभाइहरूबाट भन्दा सुनेको छु, यही धरती नै पृथ्वी हो, यही धरती नै स्वर्ग हो, सबै कुरा यहीँ छ पनि भन्दा सुनेको छु। हो, अब त्यो भनेको अज्ञान, उनीहरूको अज्ञानता भयो, उनीहरूको एकदमै अज्ञानता हो। जे पनि मृत्युपछि जस्तै माछा पाल्छौँ, माछा किन पाल्छौँ? माछा त्यसै पानीमा खेल्नलाई हेर्नलाई मात्र त हुँदैन, त्यो त सोपी साना होलान्। अरू त माछा मृत्युपछि खानलाई हो, त्यसको मूल्य त मृत्युपछि छ नि, मृत्युपछि हो मूल्य, मृत्युपछि हो। खसी पनि मृत्युपछि छ नि। रुख किन पालेको? त्यो पनि दाउरा काट्नलाई होइन, पछि घरको ढोका बनाउनलाई, दराज बनाउनलाई, यस्तो छ नि। खासै तिनीहरूको भ्यालु मृत्युपछि छ, मृत्युपछि छ, नमर्दासम्म केही पनि हुँदैन, नमर्दासम्म केही पनि हुँदैन। तब मान्छेहरू पनि बाइबलले सिकाएको छ यो धरतीमा भएको यो छोटो जीवन, अघि तपाईँले भन्नुभयो 100 वर्षसम्मको योजना गरेर भनेको छ भन्नुभयो वेद पुराणमा। अब पुराणमा त्यो भनेको, अब बाइबलमा त यो 100 वर्ष त पाउनाको रूपमा 2 दिनको क्षणिक जीवन हो, तिमीहरूको तयारी परीक्षणको लागि छौ, त्यही परीक्षण। अब यहाँ कति कमायो, के कमायो, यो एक दिन हिसाब राख्नुपर्छ, दिनुपर्छ। त्यो हिसाबमा व्हाइट थोर्न जजमेन्ट भन्छ इङ्ग्लिसमा, सेतो सिंहासन। सबै भगवानका 10 अवतार लिएर आएका भगवानहरू पनि त्यही लाइनमा उभिन्छन्, सबै देशका राजा भएका मान्छे पनि त्यही लाइनमा उभिन्छन्, सबै देशका सर्वोच्च अदालतका न्यायाधीश पनि त्यही लाइनमा उभिनेछन्, केही नभएका रोडका पागल भई बाँचेकाहरू पनि त्यही लाइनमा उभिनेछन्, केही दिमाग नभएका कान नसुन्ने लाटा लङ्गडा सबै जो पनि एकै लाइनमा उभिनेछन्। त्यतिखेर त आत्मा हुन्छ, शरीर त मरिसकेको हुन्छ, आत्मा त्यो लाइनमा उभिनेछ। न्यायकर्ता भनेर येशू आउनेछन्, किनभने येशू नै पापको निम्ति बलि हुन मसिह भएको कारण, अनि त्यो पापको हिसाबिदा पनि येशूले गर्नेछन् भनेर त्यो भनेको छ होइन। अब सबै त्यहाँ उभिनेछन्। अब यो कुरा मृत्युपछि जीवनै छैन, मृत्युपछि त सिद्धियो, खाऊ पिउ ऐस गरौ, यही नै जीवन हो, खतम।
भन्ने मान्छेहरू एक प्रकारको आत्मिक अन्धोपन नै हो जस्तो लाग्छ होइन। स्वर्ग नरकको विश्वास छैन, त्यही भएर यो एकदमै भ्रष्टाचार, यही जति सकिन्छ कमाऊ, जति सकिन्छ ठग लुट, जति सकिन्छ यहीँ खाऊ पेउ जे गर्छौ गर, मरेपछि त सिद्धियो। यो के खाऊ पेउ क्या लोन प्रसार, मरेपछि के खरानी भन्ने के भन्दै नि त्यो भन्ने बखान त्यो हिन्दू श्लोक नै हो जस्तो छ। त्यसैले मृत्युपछिको जो स्वर्ग र नरकको त्यो महान सङ्कष्ट नरकमा, महासुख स्वर्गमा, त्यो कुराको अर्थ नबुझ्दासम्म ईश्वरको नजिक आउँदैनन्, देश घर सबै बन्दैन जस्तो लाग्छ मलाई। मृत्युपछि त्यो स्वर्ग र नरकको कुरा बताएको छैन ती वेद पुराणहरूमा, कहीँ देख्नु भएन? स्वर्ग र नरकको कुरा बताएको छ, मृत्युपछि पनि बताएको छ। त्यसमा चाहिँ अब चाहिँ के भनेको छ भन्दाखेरि महासङ्कष्ट महासुख त्यस्तो केही बताएको छैन। महासङ्कष्टको कुरा एकदम महासङ्कटको कुरा बताएको छ। त्यसमा चाहिँ के भनेको छ भने ईशावास्यमिदं सर्वं यत्किञ्चित् जगत्यां जगत् तेन त्यक्तेन बुद्धिधा मागत कस्य शुद्धनं कुर्वन्नेव कर्माणि जिजि विशेषतं समा एवं तैनान्धातुस्ति न कर्म लिप्यते। असुर्या नामते लोका अन्धेन तमसावृता तांस्ते प्रत्यापि गच्छन्ति एके आत्महनो जनाः भनेको छ। के भने असुर्या नामते लोका अन्धेन तमसावृता, जसले ईश्वरलाई जान्न चाहँदैन, जो खाएसार लाएसार मरेपछि लम्पसार भन्छन् नि, त्यस्ता मान्छेहरू भनेका नास्तिक भनेको भने जो ईश्वरलाई मान्दैन। जो ईश्वरलाई मान्दैन मतलब उसले चाहिँ कहाँ छ र यसो हेरेन, पूजासुजा गरे जस्तो गर्यो, पल्तिर गयो भने त्यो बिर्स्यो, त्यो मूर्तिले त्यहीँ राख्यो होइन, उता गएर बिर्स्यो, खाएसार लाएसार मरेपछि लम्पसार भन्यो उसले होइन। त्यस्ता मान्छेहरूलाई चाहिँ के भने असुर्या नामते लोका, त्यही भनेका उनीहरू असुर्या नामते लोका, जहाँ कि सुर रहने यानि कि अब राम्रा एन्जल्सहरू रहने ठाउँमा तिनीहरू हुँदैन, मतलब स्वर्गमा हुँदैनन्। असुर्या हो त्यो सुरलोक भनेको त्यो चाहिँ एन्जल्सहरू रहने। असुर्या नामते लोका, जहाँ सुर हुँदैन, जहाँ चाहिँ अति त्यस्ता खराब आत्माहरू रहन्छन्, त्यस्ता लोकमा तिनीहरू जान्छन्। असुर्या नामते हेलमा जान्छन्। हो असुर्या नामते लोका अन्धेन तमसावृता, मतलब अन्धेन आँखा भएर पनि अन्धा छन्, कान भएर पनि बहिरा छन्, मुख भएर पनि लाटा छन्, हृदय भएर पनि पवित्र छैन, हृदयमा चाहिँ गन्दगी छ, फोहोर छ। त्यो भनिएको छ नि त्यहाँ, भनिएको छ। ईर्ष्या कुरा पनि बाइबलमा, यो शास्त्र कहिले जुझ्दैनन् भनेर म धेरै पटक भन्थेँ। साँच्चै आज बाइबलमा पनि त्यही भनिएको छ। कान छन् सुन्दैनन्, आँखा छन् देख्दैनन्, ओठ छन् बोल्दैनन्, हात छन् छाम्दैनन् होइन। यो हेर्न त हेर्छौ, देख्दैनौ, सुन्न त सुन्छौ, बुझ्दैनौ, सुन्न चाहिँ सुन्ने, त्यसको अर्थ त्यो नबुझ्ने कारण ईश्वरप्रति श्रद्धा छैन, ईश्वरप्रति उनीहरूको हृदय अन्धपन, त्यो आत्मिक अन्धपन, हृदय शुद्ध छैन उनीहरूको, हृदयमा गन्दगी भरिएको छ, उनीहरूको हृदयको शुद्धि छैन। हृदयको शुद्धि भयो भने बल्ल मान्छेले ईश्वरलाई बुझ्ने हो। अनि ईश्वरलाई बुझ्यो भने त मान्छे नम्र भइहाल्छ, हे प्रभु भन्ने हुन्छ, हे प्रभु भन्ने हुन्छ। अनि सबैलाई उसले चाहिँ दाजुभाइ ठान्छ। इसाई अब जस्तै मुस्लिमहरूको या हिन्दूहरूको इसाईसँग लड्नुपर्ने कुनै कारण छैन, म त कहीँ पनि देख्दैन। होइन हो इसाईले कहीँ चोरी डकैती विवाह गर्ने, कसैको श्रीमती लिने, कसै त्यो गर्दैन। इसाईप्रति किन रिसाउँछन् भन्ने कुरा मैले धेरैचोटि बताएको छु। त्यो असली वैदिकहरू रिसाउँदैनन्। जो पुराणलाई मान्ने, त्यो मूर्ति पूजाको वरिपरि चक्कर लगाउनेहरू हुन्, तिनीहरू आत्मिक रूपमा अन्धा भन्दा पनि लास्टै बिल्कुल उनीहरू ब्लाइन्ड भनौँ न, त्यस्ता अन्धा हुन्छन्। जसले उपनिषद जानेको छ, जसले वेद जानेको छ, जसले जान्यो असुर्या नामते लोका अन्धेन तमसावृता तांस्ते प्रत्यापि गच्छन्ति एके आत्महनो जना भने आत्माको हत्या गर्नेहरू, ईश्वरलाई नमान्नेहरू, आत्महत्याराहरू होइन, यिनीहरू मरेपछि उनीहरू चाहिँ हेलमा जान्छन्। त्यसो भएको हुनाले ईश्वरतिर फर्क भन्ने जो के अरे बाइबलले सन्देश दिइरहेको छ होइन। अनि पास्टर अगुवाहरूले सबैलाई सुसमाचार, परमेश्वरको सुसमाचार प्रचार गरिरहनु भएको छ। अनि त्यो कुरालाई वेदको अलिकति उपनिषद अलिकति जानेको मान्छे पनि देखेर चाहिँ गौरवान्वित हुन्छ। हे प्रभु, तपाईँले मेरो लागि त स्वर्गदूत पठाउनु भयो, मेरो उद्धारको लागि तपाईँलाई धन्यवाद भन्छ त्यो मान्छेले होइन। त्यो आत्महत्यारा हुनबाट बचेँ, मैले आत्महत्याको पाप लिने ठाउँबाट मलाई तपाईँले बचाउनु भयो भन्छ। उसले विरोध गर्दैन। जो एकदम बिल्कुल पत्थर बुद्धि भन्छ कि, एउटा पत्थर समान बुद्धि भइसकेको हुन्छ, उसको बुद्धिमा केही पनि घुस्दैन, एकदम आत्मिक रूपमा एकदम अन्धो भइसकेको हुन्छ,
त्यो एकदम पत्थर बुद्धि पटमूर्खले मात्रै क्रिस्चियनहरूको विरोध गर्छौँ। तर त्यो भन्दा मलाई याद आयो, अस्ति हाम्रो भर्खरै हाम्रो देशमा यहाँ एकदम दुःखद घटना भयो होइन, हिन्दू दाजुभाइहरू मुस्लिम दाजुभाइहरू बिचमा झगडा भयो पूर्व नेपाल। त्यो हुने क्रममा त्यहाँ इसाईहरू त कोही पनि त्यहाँ केही संलग्न छैनन्। तर धेरै पछि मैले सामाजिक सञ्जालमा देखेँ एकजनालाई, यो इसाई र मुस्लिमहरूलाई खत्तम गर्नुपर्छ, के गर्नुपर्छ भने। अनि मलाई अचम्म लाग्यो, इसाई भन्ने शब्द कहाँबाट मिसायो? इसाई न त त्यहाँ लफडामा थिए, न त झगडामा थिए, न त त्यति कसैको पछि ल्याएछन्, कसैले पछि ल्याएछन्, चुपचाप बसेका छन्, आफ्नो काम गरेका छन्। तर कोही हिन्दू दाजुभाइहरूमध्येको कोही एकजनाले भन्नुभएको थियो यो इसाईहरूलाई पनि खत्तम गर्नुपर्छ भनेको थियो। इसाईलाई किन मिसाउँछन्? त्यसै बिना काममा तानेर मिसाउने कि एकतिर साइड लागेका हुन्छन् इसाईलाई समातेर यहाँ भनेर हालिदिने त्यो घोलमा किन अचम्म लाग्छ, कस्तो लाग्छ? इसाईहरू होइन, संसारमै कोही नम्र र कोही दीन छन् भने त्यो क्रिस्चियनहरू नै हुन्छ, एकदम नम्र होइन। यो अनुभव छ, मलाई त्यो अनुभव छ। किनभने अब त्यो नम्र जो छन् नि, अब नम्र भएकोले आफ्नो एउटा जो परमेश्वरसँग छ नि त्यसलाई अभाव हुँदैन। त्यो अभाव भनेको उसलाई चाहिँ अभाव कुनै पनि ज्ञानको बुद्धिको भौतिक कुराको उसलाई अभाव हुँदैन परमेश्वरका जनहरू। किनभने परमेश्वरको उपासना गर्ने मान्छे सधैँभरि खुसी रहन्छ होइन। अनि खुसी रहने मान्छे स्थिर रहन्छ, स्थिर रहने मान्छे बुद्धिमान हुन्छ, बुद्धिमानसँग धनको पनि कमी हुँदैन। त्यो सबै मिलेको छ, सबै मिलेको हुन्छ होइन। हुन पनि धेरै मान्छे सबै कुरा सम्पन्न त हामी इसाई कहाँ हुन्छौँ? काहीँ न अभाव त मान्छे हुन्छ। त्यो इसाई जहिले पनि खुसी सुखी जस्तो एकदमै होइन, सबै कुरा ठिक छ उसको बुद्धि स्थिर भयो भने, जस्तै प्रगति पनि कहिले गर्छ भने, जस्तै अब सुरुमा इसाई भयो 2-4 महिना 2-4 वर्ष, तर उसले चाहिँ उपासना पद्धति जानेन, उपासना पद्धति सिकेन, परमेश्वरमा उसले हृदयदेखि परमेश्वरको भएन होइन, बाइबल अनुसार जिएन भने ऊ क्रिस्चियन नामको मात्रै रहन्छ होइन। इसाई चर्चमा पनि सबै सच्चा दिलले कहाँ आएका छन् हजुर? कोही खानाको लोभले, कोही जाहिरको लोभले, कोही विदेश जान लोभले, कोही विभिन्न लोभले आएका छन्। मलाई अनुभव छ अलिअलि। तब सत्य मुक्ति उद्धार अनन्तको जीवन पाउनलाई मृत्युपछि स्वर्ग जाने इच्छा छ, यसोमा विश्वास गर्दा मात्रै त्यो हुने रहेछ भनेर सही उद्देश्यले आएकाहरूको प्रगति आज नभए भोलि, भोलि नभए पर्सि, पर्सि नभए अर्को दिन, एक न एक दिन उहाँको तरिकाले उहाँको समयमा गरेकै देख्छौँ कि त्यो भएकै हुन्छ। यसमा कुनै दो मत छैन। अब मैले त्यो कुरामा के भन्न मन लाग्यो भने, अब आफ्ना परमेश्वर पिता, अब उनीहरू परमेश्वर पितालाई अब जानेर यहाँ मलाई गयो भने राम्रो हुन्छ भन्ने उद्देश्य राखेर जो मान्छेहरू आउँछन् नि, त्यो पनि के छ भन्दाखेरि परमेश्वरका जनहरूले जो आफ्नो जीवनशैली उनीहरूको एउटा लाइफस्टाइल छ त्यसलाई देखेर खुसी भएर, त्यो पनि परमेश्वरको महिमा नै हो, गवाई हो, त्यो गवाई देखेर हो। एनिवे जे होस्, धेरै समय लामो लगे, माफ गर्नुहोला। धेरै कुराहरू छन् तपाईँभित्र, धेरै धेरै धन्यवाद आज आइदिनु भयो। फेरि पनि हामी कुराकानी गर्नेछौँ। अनि हाम्रो आदरणीय सर प्रेम देवकोटा सर, यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँ यदि ज्ञानी बुद्धिमान मान्छे, अझै बुझ्नुहोस्, अझै सिक्नुहोस्। यदि चर्चमा आएर बाइबल कुरा, क्रिस्चियनहरूका बिचमा केही कुरा त्यस्तो तपाईँ चर्चमा आउनुभएको छ, चर्चभित्र नकारात्मक खराब कुरा, कसैका नाश गर्ने, कसैलाई खत्तम गर्ने, कसैको रिस डाह ईर्ष्यामा अगाडि धार्मिक कुरा गरेका छन् भने तपाईँ यसमा जे भन्यो भने ठिक नभन्नु होला। बिल्कुल यो नराम्रोमा सहभागी भयो भने हामी नराम्रोका पनि भागीदार हुन्छौँ। दुधको दुध पानीको पानी, सत्य सिकाइको छ। तपाईँ धेरै मठ मन्दिरमा गएर होइन 18 पुराण 4 वेद सबै कुरा पढेर एकदमै भक्त भएर थाकेर अनि आउनुभयो, अहिले चर्चमा हुनुहुन्छ। चर्चमा पनि त्यस्तै प्रकारका क्रियाकलाप रहेछन् भने तपाईँ चर्चमा नबसेर यसमा पुरा विरोध गर्नुहोला, बिल्कुल सिकाउनु होला, यही भनेर म अनुरोध गर्छु। क्रिस्चियनहरू मान्छेका भोगी छैनन्। मान्छे आधाभन्दा धेरै मान्छे क्रिस्चियन भइसके, तर क्रिस्चियनभित्र एउटा भोग छ, त्यहाँभित्र दुखी गरिब असहाय विधवा टुहुरा कोही नहुने केही नहुने विभिन्न आशा रोगी बिमारी, त्यहाँ रोग निको हुन्छ, विभिन्न कुरा हुन्छ चर्चमा येशूको नाममा। तर विभिन्न तरिकाले आउँछन्, तर यी मान्छेहरू जे तरिकाले आए पनि सत्य बुझोस्,
र सत्यमा टिकोस् भन्ने हाम्रो चाहना छ। मान्छेहरूका टाउका धेरै गुन्न हामी चाहन्नौँ कि यस्तै तपाईँ एउटा धेरै वेद पुराण पढेर भए पनि धेरै तीर्थव्रत गरेर धेरै अनुभव गरेका मान्छे लास्टमा सत्य यसोमा रहेछ, सत्य कुरा बाइबलमा रहेछ भनेर बुझेर आएको मान्छे चाहन्छौँ। यसको लागि म धेरै गर्व गर्छु तपाईँलाई, धेरै धेरै धन्यवाद। अनि त्यसो भए त्यो सही हो, तपाईँका सबै घर घराना सबै आएको चाहनुहुन्छ चर्च? हो, बिल्कुल बिल्कुल आएको कि म आइहालेँ अरू नआएको? यो त चाहिँ म सबै मेरा जति पनि साथीहरू हुनुहुन्छ, जति पनि मलाई चिन्ने प्रेम देवकोटा भनेर जति पनि चिन्ने दाजुभाइहरू हुनुहुन्छ, म उहाँहरूसँग अब हजुरको यो मिडिया मार्फत म के अनुरोध गर्न चाहन्छु भने हजुरहरू प्रभु येशूलाई पछ्याउनुहोस्, आउनुहोस्, चर्च आउनुहोस् र अनन्त जीवनको लागि यो परमेश्वरको एउटा यस्तो मिसन हो होइन, जो कि संसारमा मान्छे एकदम भट्किरहेका छन् होइन। कोही साधु भएर कतै शरीर छोडेको छ गङ्गाको किनारमा, कोही के अरे उसको किनारमा चाहिँ के अरे त्यो पहाडको फेदीमा कसैले आफ्ना शरीर छोडेका छन्, तितर बितर हे ईश्वर भनेर मान्छे मतलब वर्षौँदेखि होइन, हजारौँ वर्षदेखि उनीहरूको चाहिँ त्यो अवस्था थियो होइन, खोजमा थिए। त्यसपछि त्यो देखेर परमेश्वरलाई दया आयो होइन, दया आएर उहाँले आफ्नो एकमात्र पुत्र होइन, तिनीहरू सबैको उद्धार मुक्तिको लागि होइन, तिमीहरू जो भड्किरहेका खोजिरहेका छौ तर प्राप्त केही पनि गरिरहेका छैनौ होइन, भने योग गर्यो, आसन गर्यो, समाधि लगायो है, तैपनि ऊ चाहिँ मुक्त हुन सकेन, किनभने त्यो मुक्तिदाता नभएसम्म मान्छे मुक्त हुँदैन। त्यसो भएको हुनाले अब मुक्तिदाता भन्ने कुरा अब अघि पनि हामीले विभिन्न उदाहरणसहित दियौँ होइन। अनि ईसा को हुनुहुन्छ भन्ने कुरा मैले वेदको मन्त्रद्वारा पनि सम्झाएँ होइन, नरकमा के हुन्छ भन्ने कुरा मैले उपनिषदको मन्त्रद्वारा पनि सम्झाएँ। त्यसपछि अनि कर्मकाण्डद्वारा पनि मैले येशू पवित्र कसरी हुनुहुन्छ भन्ने कुरा कर्मकाण्डको माध्यमद्वारा पनि मैले सम्झाएँ। पवित्र धारण गर्नु भने के हो होइन, त्यो खाली कुश धारण गरेर पवित्र कोही पनि हुँदैन। पवित्र परमेश्वरका बाँडेर पवित्र परमेश्वरले दिएका आज्ञाहरूलाई धारण गर, यो चाहिँ उहाँ चाहिँ क्रुसमा टाँसिनुहुन्छ, मारिनुहुन्छ, गाडिनुहुन्छ, बौरी उठ्नुहुन्छ, उहाँ नै तिमीहरूका मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरा त्यो प्राचीन कालदेखि नै दिएको सन्देश हो। त्यो सन्देश भएको हुनाले अब म मात्रै स्वर्ग जाउँ, म मात्रै चाहिँ उद्धार र मुक्तिको भागी हुँ भन्ने मेरो इच्छा छैन। जति पनि यहाँ चाहिँ मेरा चाहिँ साथीहरू हुनुहुन्छ, मलाई जो पनि जहाँबाट पनि कोही नयाँ साथीहरू पनि सुन्दै हुनुहुन्छ होला होइन, जो मलाई नदेखेको पहिलोचोटि देख्ने पनि हुनुहुन्छ होला, उहाँहरूलाई पनि म के भन्न चाहन्छु भने अनि तपाईँहरू विशेष गरेर अन्यत्र यताउता जस्तै मैले अघि युरोपका साधुको पनि कुरा गरेँ, नभड्किनुहोस्, कहीँ पनि नभड्किनुहोस्, यसलाई ग्रहण गर्नुहोस्, यसलाई विश्वास ग्रहण गर्नुहोस्, बप्तिस्मा लिनुहोस् होइन। त्यसपछि उद्धार र मुक्तिदाता उहाँ नै हुनुहुन्छ, एक ईश्वर हुनुहुन्छ। ठाउँ भड्किने कुनै यो एक स्थानमा होइन कि आफैभित्र ईश्वर हुनुहुन्छ। के प्रभु येशूलाई ग्रहण गरेर बप्तिस्मा लिएर नियमित पाठशाला जाने, मतलब पाठशाला हाम्रो चर्च आउने होइन, हाम्रो यो पाठशाला हो होइन, चर्च आउने अनि पास्टर बाहरूले अनि के अरे पवित्र आत्माद्वारा तपाईँहरूलाई सम्झाउनुहुन्छ अनि सम्झाउनुहुन्छ, तपाईँहरू त्यो कुरा बुझ्नुहुन्छ अनि बुझ्नुभयो भने उद्धार मुक्ति अनि यो जीवन रहँदै पनि आनन्दको वर्षात हुन्छ, परमेश्वरले गर्नुहुन्छ, किनकि उहाँ जीवित र महान हुनुहुन्छ, अमर हुनुहुन्छ। उहाँ तपाईँ ज्ञानी बुद्धिमान विद्वान भनेको ज्ञानी भनेको ज्ञानी नै हुन्छन्। यो 3-4 महिना 4-5 महिनामै तपाईँ यति धेरै सिकिसक्नुभयो होइन, तपाईँलाई धेरै परमेश्वरले चलाउनुहुन्छ। सबै मान्छेले यसरी नै ज्ञानी गुणी भएर परमेश्वरको आशिष पाओस्। हुन्छ, हामी प्रार्थना गरेर राख्नेछौँ, सबै तपाईँको कामना परमेश्वरले पुरा गरिदिनु भएको होस्। धेरै धेरै धन्यवाद हजुर आउनुभयो, ल एकदमै खुसी लाग्यो। हस्, नमस्कार, जय मसी, ल परमेश्वरले आशिष दिनुहोस् है, थ्याङ्क यू, ल हस्।